एकचोटि भोट घन्टी लगाएको घन्टी लाग्यो घन्टी लगाएको मान्छेले किनकि इभन कि तिमीले एकचोटि केपी ओली घन्टी चिन्हमा उठेको थियो भने केपीले जित्यो होला चुनाव घन्टी लगाएको यो कुराहरू मिल्नुमा तिम्रो होइन तिमीलाई यो तिमीलाई कस्तो लाग्छ भन केपी ओली सर घन्टीमा उठेको भए केपीले चुनाव जित्यो योचोटि भनेको घन्टी हो। एउटा कुरा भनिदिइहालौँ यहाँ हजुर जस्तो अरू सरकारको त परिकल्पना त्यो अर्कै विषयवस्तु हो। गृहमन्त्रीमा सुदनदेखि बाइकको अनुहार आएको थियो भने पनि सम्भावना देख्दिनँ त्यहाँ त्यति भने चाहिँ तपाईँले जहाँ गयो झगडा मात्र पर्ने क्या मेरो झन् ब्याङ्कमा गयो ब्याङ्कमै झगडा पर्छ जहाँ गयो हरेक ठाउँमा गयो क्या त्यो यहाँको सबै सिस्टमहरू देखेर गऱ्यो यहीँको जस्तो खोज्ने होइन झगडै मात्र गर्ने क्या सब फटाहरू हेर अलिअलि भएको पैसाहरू पनि साथीहरूले यहाँ गरौँ यसो यसो गरौँ यहाँ पनि त तिम्रो त हेर त्यस्तै हो नि। ओके अहिलेको यो माहौलमा चाहिँ एउटा सभासद तपाईँले भनेको कुरा एउटा संसद हामीले कोरियामा राखेर छुट्टाइ हो त यो नेपालमा भएदेखि यो स्योर थियो 2-3 वर्ष बस्ने 2-3 वर्षमा एक बोरा जति पैसा लिएर जाने 2-3 वर्ष बस्ने अनि जाने। अब कतिको अवस्था तपाईँसँग पनि सेयर गरेको अवस्था थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झर्नुहुन्छ झर्ने बित्तिकै तपाईँ थेत्तरो हुनु भएन भने बाँच्न गाह्रो छ त्यहाँनिर त्यो यो चाहिँ मैले भोगेको कुरा हो। अनि त्यहाँ गए पछाडि त्यहाँ कर्मचारीसँग बाँध्नु पर्यो नेपाली हुनु परिहाल्यो नेपाली हुनु पर्यो बस्न थाल्यौँ इमान्दार हुन थाल्यौँ भने त्यहाँ बिजोग हुँदो रहेछ त्यस्तो नहोस् भन्ने हो। ओके नमस्ते म आज फेरि आइपुगेको छु। हामी प्रत्येक शनिबार 7 बजे आउने कोसिस गर्छौँ एएस बोडकास्ट र लाभा मिडियाबाट। म टार्जन बान्तवर है। आज मैले 2जना मेरो साथीहरूलाई बोलाएको छु त्योभन्दा पहिला म हाम्रो प्रोग्रामलाई स्पोन्सर गरिदिनु हुने दर्शन नमस्ते रेस्टुरेन्ट लास्ट अन्नपूर्ण रेस्टुरेन्ट र हामीलाई सपोर्ट गर्नुहुने डिभाइन इन्टरनेसनल एकाडेमी लास्ट अन्नपूर्ण कन्सल्टेन्सी नाना रेस्टुरेन्ट र फ्रेस भेजिटेबल फुड्सलाई म थ्याङ्क यू भन्न चाहन्छु। यति भन्दै मसँग आज मेरो 2 मित्रहरू हुनुहुन्छ भन्नु पर्यो। हाम्रो पूर्वीय अध्यक्ष पूर्वीय भन्दा नि पूर्वी नेपालको अध्यक्ष होइन तपाईँ इलामको अध्यक्ष हुँदै पूर्वी नेपालको अध्यक्षमा हुनुहुन्छ केदार निरौला सरलाई म स्वागत गर्न चाहन्छु। धन्यवाद नमस्कार। एकछिन त्यस पछाडि फेरि मेरो अर्को साथी बागमती प्रदेशको अध्यक्ष दोलखाको अध्यक्ष हुँदै बागमती प्रदेशको अध्यक्ष सरोज केसीलाई पनि म यसमा स्वागत गर्न चाहन्छु। धन्यवाद नमस्ते। सबैभन्दा पहिला म के भन्छु भने नि आज मेरो 2जना साथीहरू होइन तपाईँहरू मेरो हितेशीहरू आज यो इन्टरभ्यू भन्दा पनि हामी भलाकुसारी गरौँ। भलाकुसारी चाहिँ कस्तो हुन्छ भने हामी त के अरे प्रत्येक शनिबार आइतबार होइन रातको 2 बिहानको 6 बजीसम्म बस्थ्यौँ होइन कोरियन के भन्छ सर्बत खाइवरी अहिले त माहौल धेरै भयो। त्यही माध्यममा आज पनि हामी एकअर्कासँग कुराकानी गरौँ गफ गरौँ। यो इन्टरभ्यू भन्दा पनि एउटा विदेशमा बसाइ के छ कसो छ र यसलाई कसरी सहजीकरण गर्नदेखि लिएर हामीले भोगेको केही कुराहरू छ यसमा यसो आज यो एउटा प्लेटफर्म मार्फत सेयरिङ गर्नु भन्न चाहन्छु। र म यता आउन चाहे सबैभन्दा सुरुमा क्वेसन भन्दा पनि इम्पोर्टेन्ट कुरा सोध्नु पर्यो सरोज केसीलाई। तिमी भने मैले मेरो अब साथी होइन जे यस्तो होइन सरोज अनि के छ? ठिक छ तिमी नै भनेर कुरा बिहे कहिले गर्ने? बिहे अब गर्नुपर्छ तिमीले गरेर आयौ केदार सर के त अनि के अरे उहाँको त तपाईँ त बेहुलीतिरबाट जानेला होइन? सर्वप्रथम यहाँलाई धन्यवाद। टार्जन सर मेरो परम मित्र पनि हुनुहुन्छ त्यसै गरी धन्यवाद दिन्छु यो आजको प्लेटफर्म उपलब्ध गराउनुहुने लाभा मिडिया त्यसै गरी एएस बोडकास्ट लगायत सम्पूर्ण इन्टायर टिमलाई धन्यवाद दिन्छु। प्रसङ्ग सुरुमै बिहेको उठो है अलिकति यो सन्दर्भमा अब हामी 3जना एउटा मिल्ने साथी छौँ अझै पनि त्यसमा अब सुरुमा त सुरुवात मैले गरे हो मैले अलिक बुढो भएँ भन्छु म त्यसपछि भर्खरै तपाईँ पनि आफ्नो वैवाहिक जीवनमा प्रवेश गर्नुभएको छ। अब पालो सरोजकै आएछ। अब यो कतापट्टि भन्ने कुरा चाहिँ छलफल नगरौँ होइन म त अब सियर बेलापट्टिबाट जानुपर्ने हुन्छ हेर्नु हकै लगाएर। तर के चाहिँ हो भने सरोजले चाँडोभन्दा चाँडो आफ्नो वैवाहिक जीवन चाहिँ अगाडि बढाएको राम्रो यसमा सकेको सहयोग म गर्छु तपाईँ साथमा हुनुहुन्छ भन्न चाहन्छु। ओके ल यो त भयो हँसी मजाकको कुरा होइन किनभने हामी साथी हो एकअर्कामा बोल्दाखेरि पनि एकले अर्कालाई
चेप्ने गर्छौँ होइन कुरामा ल अब यति भन्दा म चाहिँ अहिले कोरियाको जब जीवनमा प्रवेश गरौँ न सर होइन सरोज कति भयो आएको जस मलाई थाहा छ र पनि तिम्रो कति भयो कोरिया बसाइ कोरियाको बसाइ चाहिँ अब ठ्याक्कै त्यो हिसाबै गर्ने कति भयो भन्दाखेरि चाहिँ 7 वर्ष भयो होला होइन तर प्रवेश गरेको भनौँ न हामी प्रवेश गरेको 1 दशक बित्यो तिमी आएदेखि अब के छ एउटा सामाजिक सञ्जालमा पनि सक्रिय छौ होइन अब सरोजलाई सामाजिक सञ्जालमा कोरियावासीले लगायत अहिले त बाहिर पनि छ नचिने कमै होला त्यो एउटा त्यो छ दोलाखाली समाजको अध्यक्ष हुँदै विभिन्न कार्यक्रमहरू प्रोग्रामहरू गर्दै फेरि सेकेन्ड टाइममा बागमतीको पनि होइन अध्यक्ष जस आउने बित्तिकै लिनु पर्यो होइन बाध्यता होस् या त्यो सरोजको त एउटा खुबी देखेर होस् होइन अब यो कोरिया प्रवेश गर्दै गर्दाखेरि चाहिँ यो सामाजिक सङ्घ संस्थामा कसरी झुकाव भयो के लाग्छ तिमीलाई कसरी चाहिँ प्रवेश गर्यौ तिमी अब यो अलिकति लामो होइन छोटकरी भनौँ है लामै चाहिँ इतिहास होइन अब यो यस्तो भयो क्या म चाहिँ तिम्रो कोरिया प्रवेश गरेपछिको मात्र हो त्यो नेपालको कुरा छ कोरिया प्रवेश गरिसकेपछि कोरिया प्रवेश गरेको चाहिँ म 3 महिनामा चाहिँ हाम्रो जुन दोलखाली समाज थियो दोलखाली समाजमा चाहिँ म 3 महिनामै प्रवेश गरिसकेको थिएँ इभन कि त्यो म त्यो कमिटीमा मलाई सदस्यको रूपमा उहाँले राख्नु भएको थियो त्यही कमिटीबाट म चाहिँ सदस्यबाटै कोषाध्यक्ष हुँदै त्यही टिममा नै त्यो आएको कमिटीमै नै चाहिँ म त्यो 1 वर्षको कार्यकाल चाहिँ मैले त्यो बिताएँ त्यो टाइममा अनि त्यस पछाडि चाहिँ त्यसको कार्यकाल सकिसकेपछि चाहिँ अर्को कमिटीको चाहिँ म आफै नै अध्यक्ष भएँ क्या अनि त्यहाँबाट यात्रा सुरु भएको त्यही त यो सङ्घ संस्थामा चाहिँ जस्तै अब केदार सर पनि आउनुदेखि नै तपाईँ पनि लागि पर्नु भयो भने मतलब एउटा आबद्ध हुनुभयो के छ केदार सर नेपालमा पनि त्यो तपाईँको त्यो भनौँ न त्यो सङ्घ संस्था भनौँ न होइन सामाजिक क्षेत्रप्रति तपाईँको झुकाव थियो कि नेपालमा पनि त्यो हुनुहुन्थ्यो कि यहाँ आउने बित्तिकै तपाईँ भनौँ इलामी समाजमा आबद्ध हुनुभयो सर के छ यसको चाहिँ नेपालसँग यसो जोडिएर केही छ भने अलिकति जस्तो एउटा फरक परिवेशमा नेपालमा सामाजिक क्षेत्रमा जोडिएको थिएँ त्यहाँ निकै लामो अनुभव पनि छ नेपालमा सामाजिक क्षेत्रमा काम गरेको अनि फेरि अब वैदेशिक रोजगारको क्रममा कोरिया आउँदै गर्दा मैले कल्पना नगरेको कुरा चाहिँ के थियो भने हामी कोरियामा गएर यसरी सामाजिक रूपमा बस्न पाउँछौँ या त्यहाँ चाहिँ विभिन्न नेपाली सामाजिक सङ्घ संस्थाहरू छन् भन्ने कुरा चाहिँ मेरो परिकल्पनाभन्दा बाहिरको विषय थियो मैले त्यतातिर सोच्न पनि सकेका थिइनँ भनौँ मेरो थुप्रै साथीभाइ त थिए त्यसरी सँगै कलेज पढेकाहरूको दक्षिण कोरिया आएर पहिलेदेखि नै रोजगारी गरिरहेका थिए तर उहाँहरू मार्फत पनि मैले त्यसरी अब सामाजिक सङ्घ संस्था छन् भन्ने चाहिँ त्यो इन्फर्मेसन पाएको थिइनँ जब म कोरिया प्रवेश गरेको अब हप्ता दिनमा जस्तो सलनालको छुट्टी आयो यहाँ आएको हप्ता दिनमै मलाई चाहिँ कस्तो भयो भने एउटा परिघटना पनि छ म चाहिँ दोङदेमोन भन्ने चाहिँ हामीले नेपालमा प्रायः पढ्दा सबै सुनेकै हुन्छौँ अनि एउटा भाषाको समस्या कम्पनीमा सबै कोरियनहरू हुने अनि मभन्दा केही जस्ट अगाडि चाहिँ म्यानमारको एकजना साथी कम्पनीमा आएको थियो म्यानमारको साथीले घुम्न जाउँ भनेर चाहिँ मलाई त्यो अब लामो छुट्टी आएको 7 दिनमा सलनालको बिदा छ घुम्न जाउँ भन्यो अनि घुम्न जाने कहाँ जाने भन्दाखेरि चाहिँ सौलतिर जाने भन्ने कुरा अब अनि टाढा हो कि होइन भनेर सोद्धाखेरि अब ऊ पनि 7 दिन अगाडि आएर रहेछ उसले मेरो साथीहरूलाई बुझ्छु भन्दा नजिकै हो भन्ने चाहिँ उसले भनेपछि नजिकै हो भने जाउँ त यसो अनुभव गरिन्छ भनेर निस्केको मैले सोचेको लगभग आधी घन्टामा फिरिन्छ भन्ने सोचाइ थियो तर के भइदियो भन्दा हामी ट्रेन स्टेसनमा आयौँ ट्रेन चढेपछि करिबन 1.5 घन्टा 2 घन्टा बाटो चाहिँ हिँडेपछि मात्रै सौल आइपुग्यो अनि सौल आइपुगेपछि के भयो भन्दा म्यानमारको साथी आफ्नो बाटो लाग्यो साथीतिर गयो अनि म्यानमारको अलिक पुराना साथीहरूसँग भेट भयो अनि नेपाली त दोङदेमुनमा धेरै हुन्छन् त्यहाँ पुर्याइदिन्छु भनेर दोङदेमुनको चौरसम्म ल्याएर छोडिदिए यहाँ परको अब घर कसरी फिर्किने भन्ने एउटा समस्या त छँदै थियो होइन ल्याउन त एकजना ल्याइदियो अनि चौरमा निस्किसकेपछि केही नेपाली अनुहारहरू देख्न पाइयो एउटा त्यो देखिसक्दाखेरि गर्वले निकै छाती फुल्यो त्यहाँदेखि कुराकानी हुँदै गर्दा मेरो एउटा गाउँले दाइ अहिले यहाँ सम्झिन चाहन्छु राजु निरौला दाइसँग ठ्याक्कै जम्का भेट भयो त्यसै गरी सँगै कलेज पढाए विनोद पौडेल साथीसँग पनि भेट भयो जम्का भेट त्यो प्लानिङ थिएन त्यो भेट भइसकेपछि साथीहरूसँग त्यो दिन अब यतै बसिएपछि बेलुका कुरा हुँदाखेरि यहाँ थुप्रै नेपाली सङ्घ संस्था भएको कुरा अनि इलामेली समाज पनि भएको कुरा मैले त्यहाँबाट थाहा पाएँ त्यसको लगत्तै 1-1.5 महिनामा इलामेली समाजको अधिवेशन भयो हाम्रो हरि खनाल मेरो
नेपालदेखि हुँदैका मित्र उहाँ संस्थाको अध्यक्ष हुनुहुन्थ्यो। हाम्रो हरि सर उहाँले अधिवेशन गराउनु भयो अनि उहाँले चाहिँ उहाँकै प्रस्तावमा तपाईँ अब नेपालमा पनि सामाजिक गतिविधिमा जोडिएको मान्छे तपाईँ इलामेली समाजको सचिवमा आउनुपर्छ भनेर उहाँले एकैचोटि त्यहाँ चाहिँ त्यो प्रस्ताव गर्नुभयो। मैले नाइ भन्न सकिनँ र कोरिया आएको लगभग 1 महिना पछाडि 1.5 महिना पछाडिदेखि म सामाजिक काममा भनौँ या सामाजिक संस्थामा निरन्तर विगत 10 वर्षदेखि आबद्ध भने पछाडि सरोज र तपाईँको चाहिँ सिमिलर जस्तै उस्तै रहेछ होइन। आउने बित्तिकै अब नेपालको पनि परिवेशमा केही सामाजिक संस्थाहरूमा या भनौँ न त्यो केही तरिकाले आफ्नो भूमिका गरिराख्नु भएको यहाँ पनि एउटा कामको सिलसिलामा आए तापनि छुट्टीको समयलाई सदुपयोग गरौँ भन्ने हिसाबले तपाईँहरू प्रवेश गर्नुभयो दुवैजनालाई होइन। अब यसो गरौँ, यो चाहिँ अलिक कस्तो भयो भने कुरा चाहिँ एकले अर्कालाई सोधे जस्तो भयो। हामी जसरी गफ गर्छौँ नि त्यसरी नै गफ गरौँ होइन सरोज होइन। जसरी गफ गर्छौँ होइन एकअर्कालाई सोधौँ गफ गरौँ। तिमीले पनि सोध्न सक्छौ होइन, केदार सरले पनि सोध्न सक्नुहुन्छ। यो चाहिँ यो कस्तो छ भने यसलाई उयो नगरौँ, इन्टरभ्यू नमानौँ, हामी फ्रेन्डली गफ गरौँ क्या। म फेरि अर्को कुरातिर लाग्न चाहेँ होइन। यो एउटा कोरियामा धेरै यत्रो समय पनि बितायो भइसक्यो होइन। सामाजिक संस्थाहरूमा दुईजनाले नै मैले काम गरेको पनि देखिरहेको छु। प्रोग्रामहरू तपाईँले अर्गनाइजेसन पनि गर्नुभयो, म पनि पार्टिसिपेन्ट भयो त्यसमा देखिरहेको छु। र मैले गरेको प्रोग्राम पनि तपाईँहरू पार्टिसिपेन्ट हुनुहुन्छ या हामीले एकले अर्कालाई त्यसरी चिनेको पनि छौँ होइन। अनि यो एउटा कुरा चाहिँ सोध्न मन लाग्छ क्या मलाई चाहिँ, प्रायः यो सङ्घ संस्थामा जो लाग्नुहुन्छ सरहरू हुनुहुन्छ त्यो के हो खासमा? यो छ नि मेजर पोस्टमा चाहिँ धेरै उम्मेदवारी जाने अहिले पनि त्यही देखिन्छु होइन। मेजर पोस्टमा जस्तै अध्यक्ष जस्तो पोस्टहरूमा चाहिँ धेरै उम्मेदवारी जाने, त्यहाँबाट तल चाहिँ फेरि खोज्नुपर्ने क्या, बसिदिनु भनेर रिक्वेस्ट गर्नुपर्ने, खोज्नुपर्ने, एकले अर्कालाई होइन त्यो राख्दिन्न भन्ने जस्तै गर्नुपर्ने देखिन्छ नि होइन। अनि तपाईँहरू त फेरि मेजर पोस्टमै बस्दै आउनुभयो होइन। दोलाखालीदेखि लिएर हाम्रो तपाईँ सचिव हुँदै इलामी समाजको त्यस पछाडि अहिले पूर्वीय महासचिव पनि रहनु भएन तपाईँ हुँदै अहिले तपाईँको यो कति वर्ष भइसक्यो तपाईँहरूको? एक वर्ष गयो? 1 वर्ष अब 1 वर्ष छैन 2 वर्ष गएर हुन्छ भने पछाडि यो चाहिँ किन यो तपाईँहरू यसको शिकार भएको हो कि हाम्रो होइन सरोज होइन केदार सर? यो किन सर, यो के हो खासियत, यसको जड चाहिँ के छ यो होइन? आफूले भनौँ न के छ त? मलाई लाग्ने विषयवस्तु चाहिँ भनिहाल्छु है। मैले भन्छु जस्तो यहाँ थुप्रै सामाजिक संस्थाहरू, लगभग राजनीतिक संस्थाहरू 8-10 वटा अनि सामाजिक संस्थाहरू चाहिँ 100 भन्दा बढी छन् मेरो ख्यालमा। प्रत्येक संस्थाको अधिवेशनहरू हामी देख्छौँ। तपाईँले यही कुरा फोकस गर्नुभएको छ कि त्यहाँनिर अध्यक्षको क्यान्डिडेट चाहिँ एकदम धेरै हुने तर कार्य समितिमा बसेर काम गर्न चाहिँ खासै नरुचाउने स्थिति देखिन्छ धेरै जसो। अब सबैमा त भन्दिनँ, अधिकांश सङ्घ संस्थामा त्यो अधिकांश भनौँ। अब यो चाहिँ एउटा के पनि हो भने हामी जति पनि दक्षिण कोरियामा छौँ हामी प्रतिनिधि पात्रहरू छौँ। नेपालमा केही न केही खुबी चाहिँ भएका साथीहरू नै दक्षिण कोरियामा एउटा निश्चित दायरामा चाहिँ छिरेका छौँ। अनि सबै चाहिँ अब जस्तो नेपालमा हुँदाखेरि एउटा चाहिँ धेरै अनि एउटा क्या सर क्रस क्वेसन पनि गर्नु पर्यो मैले होइन। यसमा के सोध्नु मन लाग्यो भने मलाई पनि बुझ्न मन लाग्यो के छ भने सामाजिक काम गर्नको लागि अध्यक्ष नै हुनुपर्ने हो र होइन? के छ सरज, के छ यो सरज सुरु त मेरो कुरा? तिमीले अहिले भनेको कुरा चाहिँ अलिकति यो अहिले जुन म कोरिया प्रवेश गरेको र यो कुरामा ठ्याक्कै माहौल फरक छ होइन। तिमीले भनेको अहिले जुन अहिले तिमीले क्वेसन गरिरहेछौ नि यो क्वेसन चाहिँ अहिलेको भर्खरको माहौल ठिक छ क्या। तर जति बेला हामी भर्खर बिग्रिँदै हो तिमीलाई म अलिकति पहिलेको कुरा लान्छु। जब हामी कोरिया प्रवेश गरेछौँ त्यो बेलामा भनेको चाहिँ अब खासै नेपाली पनि नहुने होइन, त्यहाँदेखि धेरै नेपाली पनि नभएको पहिला एक समय चाहिँ बसिदेऊ न भनेर खोज्नु पर्ने जस्तो लाग्थ्यो मलाई। त्यस्तो पनि थिएन, त्यो यस्तो थियो क्या। कस्तो थियो भनेदेखि अब त्यो धेरै पहिलाको पनि कुरा नगरौँ, तपाईँ आफूले मै छिरिसकेपछि कुरा गरौँ भनौँ न। जुन म दोलखाली समाजमा एउटा छिरिने त्यो बेलाको चाहिँ कस्तो थियो भनेदेखि त्यो बेलामा चाहिँ आफ्नो जिल्लाका आफ्नो गाउँठाउँका मान्छेहरूबाट एकदम हामीलाई चिज जस्तो लाग्थ्यो क्या। साथीभाइहरू धेरै थिएनन् नि त, धेरै नभइसकेपछि त संस्था नै थियो क्या एउटा संस्था। अहिले जुन ठाउँमा अहिले म छु जस्तो अब तिमी छौ, हाम्रो केदार सोल्टी हुनुहुन्छ होइन, हामी जहाँ छौँ नि यो भनेको हाम्रो संस्थाले नि दिएको, संस्थाले यहाँसम्म पुर्याएको। हाम्रो पहिलो चिनारी र पहिलो सामाजिक खुड्किलो कोरियामा आइसकेपछि भनेको संस्थाले नै दिएको, हाम्रो त्यहीँबाट सुरुवात भएको। त्यो बेलामा चाहिँ कस्तो हुन्थ्यो भने थोरै मान्छे जिल्लाबाट पनि थोरै मान्छे आइसकेपछि एउटा भेट्नको लागि एउटा आत्मीयता पनि हुन्थ्यो सबैजना भइसकेपछि। त्यहाँदेखि अब समाजमा त्यहाँ कमिटीमा हुनु भनेकै त्यो सबैजना त्यो आबद्ध हुनु हो क्या। त्यो आबद्ध भइसकेपछि त्यो टिम चाहिँ सधैँ भेटघाट हुने, हरेक कुराहरू एउटा भेटघाट भनौँ न, चाडपर्वहरू भेटघाट हुने, कसैलाई केही पर्यो भने सहयोग गर्ने, त्यसको लागि समाजहरू बन्या हुन् नि त। त्यो बन्दाखेरि सबैजना त्यो ग्रुपमा चाहिँ तल अध्यक्षदेखि सदस्यसम्म सबैजना फुलफिल हुन्थे,
सबै कुराहरू हुन्थ्यो नि त। सबै कुराहरू भइसकेपछि त्यतिखेर चाहिँ सबै माथि अध्यक्षदेखि तल सदस्यसम्म सबैजना मान्छेहरू भेटिन्थ्यो। तर बिस्तारै बिस्तारै कोरियाको माहौल के हुँदै गयो भनेदेखि अहिलेसम्म हेर्दाखेरि चाहिँ तिम्रो अब यहाँ अब आफ्नै जिल्लाको त कुरै छोड्नु, एउटा टोल गाउँको नै एउटा समाज बन्ने मान्छे आइसक्यो। त्यो भएको हिसाबले गर्दाखेरि चाहिँ उनीहरूलाई चाहिँ के भने समाजको त्यति धेरै खाँचो परेन अहिले चाहिँ, समाजको खाँचो परिरहेको छैन। किनकि उसको वरिपरि नै आफ्नो टोल छरछिमेकको आफ्नो गाउँकै मान्छेको टिम भइसकेपछि चाहिँ उनीहरूको त्यतैपट्टि आफ्नै मान्छेहरू भेट्ने, आफ्नै टोल छरछिमेकको आफ्नै आफन्तहरू भेटघाट गर्ने, कम्पनीतिरै बस्ने, त्यतै रमाउने होइन। त्यहाँदेखि अहिले E7देखि लिएर हरेक कुराहरूले भिसाले गर्दाखेरि सबै आफ्नो फ्यामिलीहरू धेरै बेसी बढिरहेछ कोरियामा। त्यो भएको हिसाबले गर्दाखेरि चाहिँ उनीहरू चाहिँ आफ्नै वरिपरि रमाउन चाहन्छन् क्या। त्यो भएर संस्थामा खासै उनीहरूको त्यति त्यो एउटा चाहिँ भनौँ न उनीहरूको त्यता संस्थापट्टि त्यति धेरै उनीहरूको त्यो लगाव भनौँ त्यतापट्टिको आकर्षण छैन। किनकि उनीहरू आफ्नो जुन अब मान्छेहरू सबै भेटघाट गरिसकेको संस्थाको त आवश्यकता के गर्नु तिमीले अहिले भनेको क्वेसन चाहिँ त्यो जुन भाइटल पोस्टमा मात्र देखिन्छ भनेको कारण चाहिँ के हो भनेदेखि त्यो चाहिँ कस्तो हुन्छ भनेदेखि जो मान्छे अब पहिलो अहिले तिमीले याद गर्यौ भनेदेखि त्यो संस्थामा देख्यौ भने पनि त्यहाँ कोरियाको अहिले नयाँ आएको मान्छे त्यो संस्थामा भाइटल पोस्टमा कोही पनि छैन, ती पुरानै मान्छे हुन्। किनकि उनीहरू जो संस्थामा पहिल्यैदेखि लागेका मान्छे छन्, उनीहरू संस्थाको माया छ, उनीहरूले संस्थाको दिनको सुरुवातको दिनहरू उनीहरूले दुःख गरेका छन्। किनकि उनीहरूले जसले संस्थाको बारेमा बुझेको छ त्यो फेरि यस्तो हो क्या, यो सामाजिक काम भन्ने कुरा चाहिँ कसैले गरिदिए भनेर पनि हुँदैन, आफ्नो मनभित्रबाट आउनुपर्छ। त्यो चाहिँ जो अब नेपालमा रहँदा पनि अहिले सोल्टिन भन्नुभयो होइन, मैले तिमीलाई नेपालको तपाईँ हिस्ट्री मैले भनेकै छैन त्यो भन्ने कुरा त्यो अलि लामै हुन्छ। त्यो नेपालमा रहँदा पनि जो मान्छे चाहिँ पहिलादेखि नै कुनै सामाजिक फिल्डमा होइन सामाजिक काममा गाउँघरमै भनौँ न, तिम्रो गाउँघरमै पनि पहिला गाउँघरको चलन हामीलाई तिम्रो थाहा छ नि, कोही सुत्केरी पऱ्यो भनेदेखि अब बोकेर जाने, हस्पिटलसम्म पुर्याउने होइन, कोही बिरामी पर्छ बोकेर पुर्याउने, गाउँतिर तिम्रो स्कुल हुन्छ, क्लब हुन्छ, वन हुन्छ, यस्ता हरेक कुराहरू हुन्छ नि। त्यसमा पनि त्यो टिममा बसेर जसले काम गरेको हुन्छ नि त्यो मान्छे भनेको अलिकति उसलाई यस्तो सामाजिक भएको मान्छेले उसले गाउँदेखि नै गरेर आएको हुन्छ क्या। त्यो उसले नेपालदेखि नै गरेर आएको मान्छेले चाहिँ त्यस्ता मान्छे हुन् क्या संस्थामा यहाँ पनि जाने। होइन त्यो त ठिक छ कि सबै अलिकति जोम है, जस्तो अघि मैले भन्दै थिएँ सबै मान्छे धेरै जसो भनौँ न जो सामाजिक संस्था हुन्छन् उहाँहरूले एउटा सक्षमता विकास गरिसक्नुभएको मान्छेहरू धेरै प्रवेश हुनुहुन्छ। त्यो मानेमा चाहिँ म पनि गर्न सक्छु भन्ने एउटा चाहिँ सबैमा आत्मबल आउनु एउटा प्रमुख कारण हो। प्लस अर्को कारण चाहिँ के हो भन्दाखेरि जस्तो हामी यहाँनिर सामाजिक सङ्घ संस्था जति पनि छन् हामीले काम गर्ने टाइम भनौँ न सामाजिक रूपमा अलिकति बाहिर फिल्डमा खट्ने टाइम भनेको प्रोपरली हेर्दाखेरि एउटा कार्यकालमा सिमिलर कुरा छन् धेरै संस्थाका 100 दिन गरे आफ्नो कार्यकाल सिद्धिन्छ। मैले कुन माने भनिरहेको छु भने जस्तो 1 इयर्समा 52 विक्स हुन्छ, हामी सन्डे मात्रै खटेदेखि संस्थाको जिम्मेवारी सिद्धियो। अनि जम्मा जम्मी 100 दिन खट्दाखेरि चाहिँ संस्थाको सबै जिम्मेवारी सकिन्छ भने त्यो म पनि त सक्छु नि त्यति भन्ने एउटा आत्मबलका कारण मान्छेले अब ताक्दाखेरि त सुरुमा अध्यक्ष नै ताक्छ होइन। तर अब त्यो थुप्रै क्राइटेरिया छन्, फेरि अब क्राइटेरिया पुरा गरेर आउने साथीहरूलाई अब नआऊ भन्न पनि सकिन्न। तर अब संस्थाको विधि विधान टेकेर त्यो अवस्था आउँछन्। अब अर्को कुरा तपाईँको ठ्याक्कै तल चाहिँ किन चाम छैन त भन्ने कुरा छ। तल चाम चाहिँ सरसरले भनिसक्नुभयो। अलिकति अहिले पछिल्लो समय चाहिँ हामी जुन बेला सामाजिक सङ्घ संस्थामा आबद्ध थियौँ त्यो बेला एकदमै चाम थियो सामाजिक सङ्घ संस्थामा। तर पछिल्लो समय चाहिँ एक खालको यो E7 भिजाको कारण थुप्रै साथीहरू फ्यामिलीमा व्यस्त हुने अनि सामाजिक सङ्घ संस्थाहरूको लोकप्रियता पनि अलिकति घट्दै गइरहेको अवस्थाले साथीहरू नयाँ साथीहरू नआउने, पुरानो साथीहरू दोहोरिएर काम नगर्ने अवस्था तलको पदमा, अनि माथि भए चाहिँ गर्ने भन्ने। अनि यस्तो अब तपाईँले भन्नुभएको ठिक होइन, एउटा यसरी पनि मानिलिउँ न त दोलखा भनौँ या इलाम भनौँ होइन, भनौँ एउटा कुनै कास्टमा अहिले हाम्रो जातीय संस्थाहरू पनि हुनुहुन्छ सबैजना। अब त्यो ठिक छ, सबैले आफ्नो तरिकाले काम गरिराख्नु भएको छ। काम भनेको यहाँनिर कि समाजसेवा मानिलिउँ न होइन, त्यो गरिराख्नु भएको छ। किन आफ्नो कामको अवधिलाई पनि केही एक्स्ट्रा हामीले काम गरिरहेछौँ, त्यो आफ्नो इन्ट्रेस्टको कुरा हो, यो पनि एउटा कामदेखिको बाहिरको कुरा भयो होइन। त्यो भइरहेको छ भने पछाडि मेरो चाहिँ एउटा मलाई चाहिँ एउटा सोच के लाग्छ भने एउटा कार्य समितिमा तपाईँहरू भनौँ न अब 13जना 15जना 21जना यही छौँ होइन, लगभग यही छौँ नि त हामी, यसरी नै छौँ भनौँ न 21जनासम्म लिम एउटा जिल्लाबाट अहिले कोरियामा लगभग 3 देखि 4 हजार मान्छे त होला एउटा जिल्लाको छ होइन, लगभग त्यसरी मानिलिउँ न एभरेजमा। कास्ट जात अनुसार पनि त्यो यतै रेसियोमा छ भने पछाडि अब त्यो 4000 5000 को रेसियोमा रहेको साथीहरूको 20-21जनालाई प्रतिनिधित्व गर्न सक्नुहुन्छ र होइन, उहाँहरूले तपाईँहरूलाई त म्यान्डेट दिएको हो र भन्ने पनि एउटा त रहन्छ नि त। जसले अस्ति सरोजले भन्यो यो कुरा के हुन्छ भने अब त गाउँको हुन लागिसक्यो होइन, एउटा मात्रै गाउँको। अब मैले एउटा जिल्लाको देखेको छु कि एउटा गाउँको
मात्रै हुनुहुन्छ क्या उहाँहरू अनि अरूको मान्छेले चाहिँ उहाँको त नगरपालिका घोषणा गर्दै हुन्छ नि होइन भन्ने अहिले त टुटफुटको विषयवस्तु आएको छ नि यसमा त देखिन्छ नि यो कुरा यो चाहिँ तपाईँलाई कसरी यसलाई बुझौँ भने जस्तो हामी 15-17 जनाको एउटा टिम हुन्छ कुनै सामाजिक सङ्घ संस्थामा अब मेरै टिमको कुरा गर्ने भने हामी 25 सदस्य एउटा टिम छ 25 सदस्य एउटा टिम छ अगाडि तान्दिनुहोस् त माइक ओके भयो 25 सदस्य टिमले जस्तो मेरो पूर्वी नेपाल समाज भन्ने एउटा नेपालको भौगोलिक एउटा प्रादेशिक संरचनामा प्रदेश 1 भनौँ कोशी प्रदेश भनौँ या हामीले यहाँ पूर्वी नेपाल समाज भनेका छौँ त्यसैलाई त्यहाँ चाहिँ त्यत्रो भूगोलको मान्छेले 25 जनालाई प्रतिनिधित्व कसरी गर्न सक्यो होला भन्ने पनि छ तर एउटा कुरा चाहिँ के हो भने यहाँ हामीले गर्नुपर्ने कामहरू अत्यन्तै सीमित छन् त्यस्तो धेरै कामहरू हामीले गर्नु पर्दैन केही अत्यन्तै अप्ठ्यारो अवस्थामा मात्रै हामीले गर्नुपर्ने काम सीमित भएकोले हामीले त्यो सानो टिमले पनि गर्न सकेका छौँ अब थुप्रै कामहरू चाहिँ कोरियाको प्रशासनले गर्ने कुरा नेपाली राजदूतावासले गर्ने कुराहरू हामीले गरिरहनु पर्दैन मात्रै हामीले के गर्ने भन्दा ती निकायहरूले गर्न नसकेका कामहरू या उहाँहरूको सरोकारभन्दा बाहिरका विषयवस्तुहरू गर्छौँ अब मुख्यतः एउटा उदाहरण यहाँलाई दिन चाहन्छु जस्तो हामीले के चाहिँ मुख्य रूपमा गर्छौँ भने जस्तो एउटा साथीहरू हामी यहाँ थुप्रै बसोबासका हिसाबमा कोही चाहिँ अब धेरै जसो लिगल्ली बसोबास हुनुहुन्छ कोही अब ओभरस्टे बसोबास हुनुहुन्छ अब ओभरस्टे बसोबास गरेका साथीहरू केही इनकेस उहाँहरूको एक्सिडेन्ट भयो घाइते हुनुभयो उहाँहरूको चाहिँ डेथ भयो भने यो अवस्थामा चाहिँ अब उहाँहरू जस्तो कोरियाको प्रशासनले पनि यो काम गर्दैन र यसलाई चाहिँ दूतावासले पनि आफ्नो जिम्मेवारी होइन भन्छ नेपाल सरकारले अनि उहाँहरूको त्यो अवस्थामा चाहिँ हामीले एउटा कलेक्टिभ फन्डहरू तयार गरेर उहाँहरूको उद्धार गर्ने कुरा डेड बडीहरू नेपाल पठाउने कुरामा चाहिँ इकोनोमिक फन्डहरू तयार पार्ने कुरा यस्ता कुराहरूमा चाहिँ हामी अलिक फोकस छौँ र मैले अघि सुरु नै भने हामीले गर्ने काम सीमित छन् सीमित भएकाले हामीले सानो टिमले पनि प्रतिनिधित्व गर्न सक्छौँ र त्यो अभ्यास हुँदै आएको छ भनेर म यसलाई चाहिँ यसरी जस्टिफाई गर्छु। ठिक छ अब हामीले पनि त देखिरहेको छौँ होइन तपाईँहरूले चाहिँ अब जिल्ला हुँदै प्रदेशसम्म आउनुभएको छ त्यस हिसाबले पनि अलिक केही अनुभवहरू र तपाईँहरूले गर्नुभएको कामहरू भनौँ न आफ्नो कामदेखि पनि सो समयलाई छुटाएर किनकि आफ्नो घर परिवारलाई दिने समय हुन्छ आफ्नो इन्ट्रेस्टको विषय हुन्छ र पनि यो समाजसेवामा भनौँ एउटा सामाजिक कार्यमा लाग्नु भनेको राम्रो कुरो हो त्यसको लागि तपाईँहरू दुईजनामा धन्यवाद भन्न चाहन्छु होइन म र अब अर्को यो समाजको कुराहरू भयो यो समाजको कुराहरू भइरहन्छ होइन अब किन कसरी भन्ने कुराहरू छ यसलाई राम्रो बनाउनु पर्ने मिलाउनु पर्ने आफ्नो ठाउँमा छ त्यो हामी एकअर्कालाई साथ दिन अगाडि बढी नै रहेको छौँ र अवश्य बढ्छु पनि यहाँभन्दा अब अलिक बाहिर जाउँ बाहिरतिर कुरा गरौँ होइन सर यो अलिकति उयो पनि छ मैले दुईजनासँग मैले एक्चुअली कुरा गरेको थिएँ याद छ कि छैन तर मैले चाहिँ याद गरिरहेको छु ठ्याकमा दुईजनाको यो कुरा सुन्न चाहन्छु ठ्याक्क तपाईँहरू सरोजको दोस्रो कार बस्दै गर्दा सरोज त नेपाल निकै बस्यो नि त त्यस्तो बस्दै सर चाहिँ त्यसमै आउनुभयो 3-4 महिना मात्रै बस्नुभयो 3 महिना बस्नु 2 महिना बस्नुभयो होइन त्यतिखेर तपाईँसँग मेरो कुरा भएको थियो ठ्याक्कै सरोजसँग नै कुरा भएको थियो एउटै कुरा आयो क्या तपाईँले के भन्नुभएको थियो भने सर के छ भन्दाखेरि होइन सर अब त बस्नुपर्छ होला हौ भन्ने तपाईँले कुरा गर्नुभएको थियो मलाई राम्ररी याद छ अब सर हल्का फुल्का काम गर्नुपर्छ अब बस्नुपर्छ हो भन्ने याद छ सरले के हो त भने आउने बित्तिकै हेर केटा 8-9 वर्ष कहीँ जानुहुन्न भनेको म सम्झिन्छु कि भने पछाडि सुरुमा चाहिँ अब हामी कोरिया प्रवेश गरे पछाडि 3 वर्ष होइन धेरैमा 5 वर्ष हद्दै भयो त्यस पछाडि आफ्नो तरिकाले गरिन्छ भने तपाईँ र हाम्रो फेरि चाहिँ के छ एज सिमिलर छ होइन अनि लगभग हामी 10 वर्षमाथि भइसक्यो कोरिया प्रवेश गरेको होइन भने पछाडि र पनि नेपाल फर्किनु नसक्ने र नेपालमा बस्नु नसक्ने चाहिँ किन रहेछ त्यस्तो किन आउँदो रहेछ क्या दिमागमा 3 वर्ष भनिम 5 वर्ष भनिम 10 वर्ष यता गइसक्यो अब अहिले अझ अत्तोपत्तो छैन कहिले फर्किने भन्ने कुरा अझै पनि क्या भन्ने कुरामा होइन अब यो किन रहेछ सर के रहेछ तपाईँलाई के लाग्छ यो सरजबाट अलिअलि जाओस् अनि त्यसपछि सरज आउनु के रहेछ सरज के रहेछ तिमीलाई के लाग्यो किन 8-9 वर्ष बस्छु जस्तो लाग्यो आउनु बित्तिकै आएको 1 महिनामै दोस्रो कार्यक्रम बस्दै गर्दा यो तिम्रो यो कोरिया नछिरेको भएदेखि नि अलिक बेग्लै खालको हुन्थ्यो होला होइन यो एउटा
जस्तो साथीभाइ जस्तो स्कुलिङ जस्तो हुन्छ नि त्यस्तै रहेछ क्या हामी कोरिया छिरिसकेपछि तिमीहरूले सिकेको के यहाँ आइसकेपछि काम 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 हो नि त भनेको 5 वर्षसम्म त कामै मात्र गरियो यहाँ हामीले जति पनि सामाजिक कामहरू तिमी त नआउने तरिकाले गएको थियौ नि होइन याद छ नि त्यो थियो भनौँ न कामै त भयो त्यो भनेपछि काम त्यस पछाडि काम अनुसारको राम्रै दाम पनि पाइरहेछौँ हामीले होइन हामीले त खोजेको दाम पनि हो कामको एउटा जहाँ कामको दाम पाइन्छ त्यो भयो भने त मान्छे त किन हत्तपत्त छोडेर जान त चाहँदैन नि त होइन तर दाम पनि राम्रै पाइएको थियो होइन अब त्यो पहिलाको 5 वर्ष कार्यकालमा अब लागेको थियो अब नेपालै अब यो फर्केर आइदिन भन्ने नै हिसाबले गएको हो होइन तिमी त फर्केर आइदिने भनेर गएको त्यो टाइममा अब सबैलाई थाहा छँदैछ विदाई कार्यक्रममै त्यो पनि मन्त्रीले भन्दा बेसी नै विदाई खाएर होइन सबै विदाई मात्र वर्क मात्र मैले हेरेको थिएँ त्यो खाना लगाइदिएको क्या त्यो फाजु टोलीले गरेको थियो त्यही गरेको 30-40 वटा वर्क यता सबै गरेको थिएँ 300 वटा त्यो वर्क मात्र भएछ विदाई गरेको मात्र क्या त्यो उडाइदिएको वर्कहरू मात्र क्या मैले यही छोडेर गएको थिएँ त्यतिसम्म गरेर गयो होइन अब गइसकेपछि अब यस्तो भयो अब त्यो बिचको कुरामा त बिचको उसमा त अब तिमीलाई पनि थाहा छ यता केदार सरलाई पनि धेरै कुराहरू थाहा छ अब त्यो म चाहिँ अब नेपाल गइसकेपछि अब 3.5-4 वर्ष नेपाल बसेँ त्यो टाइममा अब राम्रै अनुभव गरेँ होइन राम्रै अब त्यो भनौँ न थाहा भएकै कुराहरू होइन त्यो अलिकति अब भन्ने कि नभन्ने भनौँ न त्यो अब अलिकति अब खुलेरै भन्दा पनि भयो होइन अब त्यही हो नेपालमा अब चाहिँ फर्केर आइँदैन भन्ने हिसाबले नै गएको जान चाहिँ गइएको थियो होइन तर नेपाल गएर 1-2 महिनासम्म त रमाइलै भयो साथीभाइ गोजीमा पनि पैसा अलिअलि भएको यताबाट थैजुकुम पाएको 5-7-8 लाख रुपियाँ त्यो घरतिर पनि नभनेको होइन भनेको हुँदैन नि त कसैको भनेको त्यो थाहा पनि हुँदैन 10 लाख रुपियाँ भइहाल्छ एकाउन्टमा ड्याङ्गडुङ्ग होइन गइया छ बसिया छ खाइया छ 20-25 हजारको बिल त जहीँ तिरिन्छ हिँडिन्छ नि ड्याङ्गडुङ्ग होइन अब त्यो पहिले पनि त्यसै गरेर नहुँदा पनि गरेर हिँडिन्थ्यो होइन भइसकेपछि के भयो त्यो घरलाई थाहा पनि हुने कुराहरू होइन जब बस्दै गयो 2-3-4 महिनासम्म त बसियो घुम्यो हिँड्यो डुल्यो पनि होइन अब जब पैसा तिर्दै गइसकेपछि बल्ल हुन्छ क्या थाहा हुन्छ आउने बाटो कहीँबाट छैन नेपालमा काम गर्ने अब त्यो बेलामा फेरि अब जति पनि कोरिया रिटर्न फर्केर गएका साथीहरूको फेरि सबैको म चाहिँ प्रायः जस्तो अब त्यहाँ काठमाडौँमा बिजनेस गर्ने साथीहरूको चाहिँ सबै रेस्टुरेन्ट गरिराखेको यता हरेक कुराहरू सबै गरेको मैले देखिरहेको क्या सबै हेर्छु सबै केटाहरूको देख्छु लगानी गरेका छन् करोड 2 करोड 3 करोड 4 करोड लगानी गरेका छन् आम्दानी देखियो सबै हिसाब गऱ्यो भने इन्कम पनि हुन्छ होइन 25 लाख 30 लाखको हुन्छ लास्ट टाइम हिसाब गर्छन् उस्तै पऱ्यो भनेदेखि अब उनीहरूको 20,000 22,000 इन्कम छ क्या त्यस्तो देख्छु क्या उनीहरूको नाफा क्या त्यो यो मैले भन्दै गर्दा कसको लागि भने त्यो दाइहरूले हेऱ्यो भने उनीहरूले थाहा पनि पाउँछन् होइन त्यो धेरै साथीभाइको देखेर पनि मैले एउटा कुरा चाहिँ देखेँ कि हामी यहाँ चाहिँ एउटा काम गरेर चाहिँ अब त्यो तलब थाप्ने बानी परिसकेछौँ होइन त्यहाँदेखि हत्तपत्त लगानी गर्नलाई अब ठुलो पैसा पनि नभएको जति पनि भएको कोरियाकै कार्यकालमा तिमीलाई चाहिँ लगानी गरेन म भन्दैछु तिम्रो पहिलो कार्यकालको हिसाब गऱ्यो भने मैले 30-35 लाख पैसा कमाएको नि होइन हेर कमाएको नि छैन तिमीलाई अहिलेसम्म हुन्छ आजको दिनसम्म कोरिया आएर रेकर्डै हुन्छ होला मैले 30 लाख पनि थाप्यो भनेदेखि क्या 30 लाख पनि अहिलेसम्म थापेको पनि छैन र पहिलो कार्यकाल पैसा पनि नभएको खासै कमाएको नि होइन हेर पैसा पनि नभएको लगानी गर्नलाई नेपालमा लगानी गरेर भने करोड भन्दा कुनै सम्भावना रहन्छ नभइसकेपछि यहाँ त कम्ती पनि काम गरेर बाहिर हिँड्दा डुल्दा आइतबार समग्रमा जे सोचेको थियो त्यो नहुँदो रहेछ त्यो भएन त्यो नभइसकेपछि तिम्रो अब जसरी पनि कोरिया नै अब लाग्नुपर्छ भन्ने नै त्यस पछाडि अब 3-4 महिना 5-6 महिना पछाडि चाहिँ अब म त हुँदाको यहाँ त्यो भिसा नै त्यो गरेर हो नि त तिमीलाई थाहा एक दिन मात्र बसेको भएदेखि यहाँ अर्को 1 वर्ष भिसा पाइन्थ्यो यहाँ कोरिया आउनु पर्दैन थियो होइन यस्तो रोकेर गएको हो होइन अनि त्यस पछाडि अब तिमी जानै पर्दैन नि जानै पर्ने थियो होइन त्यस पछाडि चाहिँ अब फेरि अब बिस्तार होइन रहेछ यो बाटो हामी अब बेग्लै लाइनमा लागिसकेका छौँ नेपाल चाहिँ हाम्रो लागि चाहिँ अब त्यहाँदेखि चाहिँ अब अहिलेसम्म छ नि अब के होला भन्ने बेग्लै आशा छ नत्र त्यतिखेरको हरेक कुराको सिस्टमदेखि लिएर हरेक जहाँ गयो झगडा मात्र पर्ने क्या मेरो झन् ब्याङ्कमा गयो ब्याङ्कमै झगडा पर्छ जहाँ गयो हरेक ठाउँमा गयो क्या त्यो यहाँको सबै सिस्टमहरू देखेर गऱ्यो यहीँको जस्तो खोज्ने होइन झगडै मात्र गर्ने क्या सब फटाइफटाहरू हेर अलिअलि भएको पैसाहरू पनि साथीहरूले यहाँ गरौँ यसो गरौँ यहाँ पनि त तिम्रो त ओके होइन ठिक छ केदार सरको चाहिँ सुरौँ न त कसो भने तपाईँ पनि 2 महिना बस्नुभयो होइन त्यस पछाडि चाहिँ के लाग्यो सर तपाईँलाई पनि होइन अब लामै समय बस्नुपर्छ कि भन्ने तर सोच विचार आएछ सरको पनि जस्तो एउटा कुरा चाहिँ जस्तो नेपाल हामी फर्किनै नसक्ने नेपालमा गएर बस्नै नसक्ने भन्ने कुरा त्यो आंशिक सत्य चाहिँ हो पुरै चाहिँ होइन आंशिक सत्य चाहिँ हो केही पर्सेन्ट भनौँ न 3-4% है 100मा फेरि त्यहाँभन्दा धेरै त्यसलाई आकलन नगरौँ अब सबभन्दा सुरुमा म गएँ जस्तो हामी दक्षिण कोरियामा म तपाईँलाई एउटा सुनाउँ नेपालमा हुँदाखेरि म काठमाडौँ बस्दाखेरि यो अनुभव पनि हुन्छ धेरैजनालाई प्रेरणा पनि हुन्छ होला काठमाडौँ बस्दा कोरियन भाषाको तयारी गरिँदै थियो त्योभन्दा अगाडि पनि अब युनिभर्सिटी पढ्ने क्रममा चाहिँ तपाईँको कतिसम्म शास्ति भोगियो भने गोजीमा 15 रुपियाँ पैसा नभएर रत्न पार्कबाट बल्खुसम्म
अझ बल्खु भन्दा नि पर पाङ्गादो बाटो किर्तिपुर त्यहाँसम्म पैदल हिँडेको अनुभवले गर्दाखेरि सबभन्दा ठुलो म कोरिया आउनुको सबभन्दा ठुलो प्रेरणाको स्रोत त्यो भयो। हजुर हजुर त्यहाँदेखि अब यसरी जिन्दगी चल्दैन, अब उमेर पनि निकै गइसक्यो, अब पैसा कमाउनु नै अन्तिम लक्ष्य रहेछ नि त, पैसा नभएपछि त त्यही नै हुन्छ नि होइन। अनि सानोमा सुनिन्थ्यो के कोरिया गयो भने चाहिँ अब के गर्ने त, यो पैसा छोटो समयमा धेरै पैसा कमाउन के गर्ने भन्दा एउटा उक्ति सुनिन्थ्यो कि कोरिया गयो भने चाहिँ बोरामा तलब थाप्न पाइन्छ अरे भन्ने त्यो सुनिन्थ्यो। अनि म त अलिकति राजनैतिक क्षेत्रमा अलिक लामो समय गरेको, लगभग म सम्झिन्छु कलेज पढ्दाखेरि ब्याचलर सेकेन्ड इयर थर्ड इयर पढ्दाखेरि मेरा जुनियर भाइहरू क्लासमेटहरू थुप्रैजनाले कोरियन भाषा पढौँ दाइ कोरिया जानुपर्छ भनेर भन्थे। म अब युनिभर्सिटी पढ्दा अलिकति अब्बल स्टुडेन्ट थिएँ, अनि प्लस राजनीति पनि जोडिएको हुँदाखेरि म भाइहरूलाई के जवाफ दिन्थेँ भने हामी त भाइ देश बनाउने मान्छे हो नि, हामी कहाँ विदेश जाने हो भनेर मैले जवाफ दिन्थेँ। अघि मैले जोडेँ जुन गोजीमा 15 रुपियाँ नभएपछि त्यो देशभक्त भन्ने कुरा त्यो चाहिँ माइनर भयो। त्यसपछि अब त्यही अघि मैले भनेको बोरामा पैसा बोक्नु पाइन्छ भने चाहिँ अब तयारी कता थाल्ने त भन्दा युनिभर्सिटी छोडेर कोरियन भाषा पढ्न थाल्यो। अब कोरिया आइयो, कोरिया आउँदाखेरि तपाईँको प्रश्नमा अब आउँछु, हाम्रो महत्त्वाकांक्षा त्यत्रो धेरै थिएन, 2-3 वर्ष बस्ने 2-3 वर्षमा एक बोरा जति पैसा लिएर जाने, 2-3 वर्ष बस्ने अनि जाने। अब कतिपय अवस्था तपाईँसँग पनि सेयर गरेको अवस्था थियो। अनि त्यो भयो सुरुमा। जब 3 वर्ष बित्यो हाम्रा महत्त्वाकांक्षाहरू बढ्दै गए होइन सर। अनि कस्तो लाग्यो भने यो 5 वर्ष कार्यकाल हुन्छ नि त हाम्रो, अब यो गरौँ त 5 वर्ष चाहिँ गरौँ अनि त्यसपछि अब नेपालमै गरौँला भने त्यो गर्दै थिएँ। फेरि पछिल्लो 5 वर्ष सकिन आँट्दाखेरि एउटा चाहिँ के भयो भन्दाखेरि कम्प्लिटली मैले कोरिया छोडेर नेपाल पनि गएँ होइन। अब कोरिया बस्दिनँ, म गएर चाहिँ गाउँ सेवा गर्छु भनेर इलेक्सनमा स्थानीय निकायको चुनाव 79मा त्यतिखेर म भिड्न पनि गएँ भनिराखेको छु होइन। अनि त्यहाँ गइसकेपछि के भयो त भन्दाखेरि एउटा माहौल हुन्छ नि, राजनीतिक माहौल। मैले जति सोचेर गएको थिएँ जुन आर्थिक अनि आफ्नो चाहिँ मानसिक प्रिपेरेसन हुन्छ नि, त्यो तयारी चाहिँ मेरो नपुगेको भन्ने मलाई भान भयो के। त्यो भइसकेपछि होइन अब फिर्किनुपर्छ भन्ने एउटा चाहिँ मेन्टालिटीले त्यहाँ काम गरेर फेरि म फिर्केर आएँ। आइसकेपछि के भयो त भन्दा मलाई त्यही कुराले हान्यो कि म त न आर्थिक रूपमा तयार भएको रहेछु न त मानसिक रूपमा तयार भएको रहेछु, मैले त अहिले देश बनाउने अलि बेला भएको छैन कि भन्ने चाहिँ त्यो भइसकेपछि र अलिकति अघि पनि भने मैले महत्त्वाकांक्षा चाहिँ हाम्रो दिनदिनै बढ्दै जाने। सुरुमा 1 वर्षको कमाइले पुग्ला कि जस्तो हुन्थ्यो, पछिबाट चाहिँ होइन अलि नपुग्ला जस्तो भयो। त्यो हुँदै हुँदै गएपछि दोस्रो कार्यकालमा म फर्केर आउँदा चाहिँ मैले फेरि 2 जना पनि यतै बस्न थाल्यौँ भनौँ न, म्यारिड लाइफमा प्रवेश गरेँ, 2 जना यतै बस्न थाल्यौँ। अनि एक खालको कस्तो पनि भयो भने अलिक वर्ष चाहिँ बस्ने स्ट्रगल गर्ने भन्ने प्लानिङ पनि हुन थाल्यो। त्यसले गर्दाखेरि अब फर्किँदै नफर्किने होइन, 2-4 वर्षमा फर्किने। तर कम्तीमा एउटा चाहिँ के आशा चाहिँ गरिँदो रहेछ भने हामी यता आउँछौँ होइन, आएपछि यहाँको सिस्टम यहाँको अनुशासन यसमा त बाँधिएरै बसेका छौँ, यहाँका कल्चरहरू विकास देखेर बसेका छौँ। अनि एउटा थोरै यो कस्तो भने नेपाल गइन्छ नि त बेला बेला छुट्टीमा गइन्छ, म धेरै लामो समय त बसेको छुइनँ तर 2-4 चोटि नै गएँ, 2 महिना जति बसिन्छ। एउटा चाहिँ कस्तो छ भने सुधार्नै पर्ने पक्ष तपाईँ यहाँबाट जाँदै गर्दा जब तपाईँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झर्नुहुन्छ, झर्ने बित्तिकै तपाईँ थेत्तर हुनु भएन भने बाँच्न गाह्रो छ त्यहाँनिर। त्यो यो चाहिँ मैले भोगेको कुरा हो। अनि त्यहाँ गए पछाडि त्यहाँ कर्मचारीसँग बाँध्नु पर्यो, नेपाली हुनु परिहाल्यो कि हामी बस्न थाल्यौँ, इमान्दार हुन थाल्यौँ भने त्यहाँ बिजोग हुँदो रहेछ, त्यस्तो नहोस् भन्ने हो। तर त्यस्तो भइसकेपछि अनि अलिकति थोरै केही न केही चाहिँ चेन्जेस आउन्जेल चाहिँ वेट गरौँ न। यसो गरौँ न, समग्रमा के हुन्छ भने यहाँ तपाईँले भने जस्तो हाम्रो महत्त्वाकांक्षा पनि दिनमा दिन बढ्दै जान्छ होइन। त्यसमा अब आफ्नो लाइफस्टाइल पनि बढ्यो, उता तपाईँको खर्च पनि बढ्दै गइरहेको हुन्छ होइन। आफ्नो परिवारको पनि दायित्वहरू जिम्मेवारीहरू बढ्दै जान्छ। त्यसले गर्दाखेरि यो कमाउने बाटो हो, अब इजिली किन प्रवेश गर्ने ठाउँ यहाँ ठप्पै बन्द भएको भलो कुरा हुन्थ्यो होइन। त्यसले गर्दाखेरि हामी फेरि यहाँ यतैतिर छौँ भनौँ न। अब अघि राजनीतिक कुरा आइहाल्यो, राजनीतिक कुरामा थोरै प्रवेश गरौँ न त, किनभने अब होइन प्रवेश गरौँ। फेरि 2 जनालाई के अनुभव छ भने
गतको चुनावमा दुईजना मजाले हिँडेको है होइन हाम्रो सरोज पनि राजनीतिक उहाँ सरोज नेपालमै थियो सरोजलाई चाहिँ चुनाव मजाले लागेको थियो होइन त लगभग नेपालको प्रायः सबै ठाउँ गयो होला तिमी होइन लगभग होइन रवि दाईसँग होइन राष्ट्रसभा नजिक रहेर तिमी लगभग सबैसँग भोट माग्नु हिँड्यौ सर आफ्नै तरिकाले चुनावमा उठ्नुभयो वडामा तपाईँ आफ्नै तरिकाले होइन वडा अध्यक्ष रूपमा जानुभयो तपाईँको यहाँबाटको एउटा हल्ला थियो गठबन्धन हुने भनेर फेरि तपाईँ त्यहाँ गएर आफ्नो स्वतन्त्र रूपमा जानुभयो त्यो चाहिँ हेर्नु न चुनावलाई तपाईँ दुईजना नजिकबाट हेरेको छ एउटा चाहिँ उठ्नु भएको छ होइन तपाईँले आफ्नो गाउँमा आफ्नो तरिकाले भोट माग्नु जानुभयो या भन्न त्यो आफ्नो ठाउँमा छ सरोजले चाहिँ अप्रत्याशित सबैसँग भोट माग्नु भनौँ न एउटा माहौलको रूपमा सरोज पनि हिँडिरहेको छ सरोजबाट सुन्न चाहिँ के रहेछ सरोज त्यो चुनावको माहौल चाहिँ के रहेछ तिमीले देखेको तिमीले भोगेको होइन के देख्यौ तिमीले यसको तिम्रो अलि अब यो लामै हुन्छ अनि लामै नगरौँ ठिक गर्नुपर्छ तर म भन्न लामै भन्ने मात्र भन्ने मात्र तर छुट्टै भन्छु के अरे सुल्टेको जस्तो उहाँ चाहिँ उहाँ नेता हो नि त तिमी नेता परेनौ तिम्रो यस्तो भयो क्या यो राजनीति भन्ने कुरो वास्तवमा पहिलो कार्यकालले कोरिया बस्दाखेरि होइन मलाई खासै त्यो म आफ्नै जिल्लाको नेता मैले एउटा कुरा भन्छु ल तिमीलाई सरोजलाई सोध्नु मन लाग्यो मलाई पनि थाहा छ केदार सरलाई राम्रोसँग थाहा छ तिमी कुनै सिद्धान्त कुनै प्रिन्सिपल मान्दैनौ तिमी होइन त्यो कता त्यतातिर तिम्रो खोइ त्यो थाहै छैन तिमीलाई त के हो भन्ने कुरा होइन तर राजनीतिमा त मजाले प्रवेश गर्यौ नि तिमी त त्यही त मलाई अचम्म लागिरहेको छ कसरी बनायो भन्ने कुरा यो समय परिस्थितिले बनायो क्या म बोल्ने पनि मान्छे होइन म बेसीमा स्टेज गयो होइन 2 सेकेन्ड होइन 2 मिनट भन्दा पनि लामो मैले भाषण पनि नगर्ने मान्छे हो क्या तर त्यो अब के हो कि आफै अब त्यो समय परिस्थितिले बनाएको जस्तो लाग्यो तिमीले यस्तो भयो क्या अब यो बिचको समयमा चाहिँ अब तिमीले रवि दाईकै कुरा लिइहाल्यौ होइन अलिकति अब जोडौँ पनि होइन रवि दाई चाहिँ तिम्रो जस्तो हामी कोरियामै रहँदा पनि उहाँले चाहिँ टेलिभिजनमा रहँदादेखि हामी कोरियाबाट चाहिँ एउटा उहाँलाई एउटा सपोर्ट गरिरहेको टिम भनौँ न सपोर्ट पनि गरिरहेको हरेक कुरा गरिरहेको ऊ जस्तो मान्छे चाहिँ अब देश बनाउनुपर्छ होइन देश बनाउन आउनुपर्छ भन्ने चाहिँ हाम्रो कोरियाबाट भनौँ न एउटा ठुलो टिम थियो ठुलो समूहले एकदम दाइलाई सपोर्ट गर्दै गरिरहेको होइन टक्क मैले 5 वर्ष कार्यकाल सकेर तिम्रो नेपाल गएको अवस्था होइन ठ्याक्कै त्यही समयमा अब रवि दाइले पनि पार्टी खोल्नु भयो हेर्नुहोस् तिमी कसरी जोडियो रवि सरसँग त्यही त रवि दाइ हामी कोरिया पहिलेदेखि होइन कोरियामा थाहा छ कोरियामा त सम्पूर्णहरू जोडिएको थियो कि होइन तिमी चाहिँ कसरी चाहिँ त्यो एउटा हुन्छ नि त्यहाँ नेपालमा गएर चाहिँ कसरी तिम्रो उयो भयो हामी कोरियाबाटै जोडिएको होइन हामी टिम दाइलाई यहाँ हामी 2018 मा कोरियामै ल्याएर पनि प्रोग्राम गरेर त्यो थाहा छ उहाँको दाइलाई सपोर्ट गर्दै गएको होइन त्यसै नेपालमा गइसकेपछि के भयो भने नेपालमा गएर म फिनिसै गरेर गएको हो त्यस पछाडि अब रवि दाइले पार्टी खोल्नु भयो पार्टी खोलिसकेपछि जुन दिन पार्टी खोल्नु भयो त्यो दिनदेखि नै हामी रवि दाइको पछाडिको टिम छौँ भनौँ न त्यो जुन डे 1 देखि नै त्यसमा चाहिँ रवि दाइको अब पार्टीलाई चाहिँ अब दाइलाई पनि थाहा छ सबै कुराहरू कोरिया रिटर्नले थाहा छ एउटा कोरिया रिटर्नले चाहिँ दाइले त्यो डे 1 देखि नै हाम्रो एउटा टिमले चाहिँ दाइहरूलाई सपोर्ट गर्दै गयो क्या त्यो दिनदेखि अब सुरुवातको दिनदेखि पार्टी स्थापना गरेको दिनदेखिबाट रवि दाइलाई चाहिँ हामी पार्टी भनेर त्यो पार्टी राजनीति बुझेर होइन कि उहाँ जस्तो मान्छे आउनुपर्छ उहाँलाई चाहिँ अब हामीले सपोर्ट गर्नुपर्छ हामी जस्तो युवाले सपोर्ट गर्नुपर्छ सपोर्ट गर्दा गर्दै अगाडि बढ्यो क्या त्यसै पनि बिस्तारै हिँड्दै त्यो दाइहरूसँग हिँड्दै सिक्दै सबै ठाउँ जाँदै अलिअलि राजनीति बुझ्दै गरेको चुनाव चाहिँ के थियो चुनावमा चाहिँ के थियो त्यो बेला तिम्रो कस्तो थियो भने त्यो बेलाको माहौल पैसाको कुरा हुन्थ्यो पावरको कुरा हुन्थ्यो त्यहाँ के छ धम्की त्यो बेला यस्तो थियो तिम्रो त्यो बेलाको चुनाव र अहिलेको चुनाव चाहिँ फरक छ त्यो बेलाको चुनाव चाहिँ कस्तो थियो भने मैले देखेको चाहिँ होइन कतिवटा जिल्लामा चाहिँ त्यो अब रासोपाको त्यो पार्टीको त्यो सङ्गठन विस्तार गर्ने क्रममा त्यो जाँदाखेरि अब त्यतिखेर त त्यो बेलाको चुनावको रासोपा कुरा गर्दै तिम्रो उम्मेदवारै पाइए थिएन उम्मेदवारै थिएन होइन त्यो बेलामा त होइन एउटा कस्तो छन् भनेदेखि त्यो रासोपा भनेर तिम्रो कोही देखिँदै नदेखिने मान्छे नै ननिसिने क्या कहीँ पनि हुँदैन थियो क्या इभन कि कुनै प्रोग्राम गर्नु पर्यो भने रासोपाको अब कसैले देख्छन् कि कसैले ऊ भन्छन् कि होइन केही भन्लान् कि भनेर मान्छेहरू निस्किनै नचाहने क्या त्यस्तो माहौल थियो क्या त्यो बेलाको त्यतिखेरको चुनावमा क्या त्यहाँदेखि चुनावकै कुरा गरिहाल्यो कस्तो माहौल रहेछ भन्ने चाहिँ तिम्रो चाहिँ मैले आफूले प्रत्यक्ष बेसी चाहिँ अब खटेर चुनावमा हिँडेको चाहिँ म सोभिताको टिम अनि सोभिताको र त्यस पछाडि अब बेसी हिँडेको रवि दाइकै चितवनबाट बेसी हिँडेको म त्यो पहिलो कार्यकालमा हिँडेकै रवि दाइ सोभिताकोमा चाहिँ लगभग भनेको अब डे 1 देखि नै सुरुको दिन नै त्यो क्षेत्र काठमाडौँ क्षेत्र 2 मा देखि लिएर अनि हिँड्दाखेरि क्या जति नै हिँड्यौ नि तिमीहरू हिँड्यौ नि खर्च चाहिँ के कस्तो हुन्थ्यो त्यो बेला यस्तो थियो अब यो चाहिँ अरू ठाउँमा फरक हुन सक्छ होइन रवि दाइको केसमा र सोभिताको गौतमको केसमा चाहिँ फरक भयो क्या त्यो चाहिँ कस्तो भने अब हामी चाहिँ हाम्रो टिम थियो जुन टिम थियो हामीले जति पनि हिँड्यौँ हामीले आफ्नै पैसा खर्च गरेनौँ 1 रुपियाँ पनि इभन बरु उस्तै पऱ्यो भने भलै पऱ्यो भने पार्टीकै नेताहरूलाई नै बरु बस्ने खाने व्यवस्था बरु किनकि दाइहरूलाई बरु हामीले गर्थ्यौँ कि किनकि हामीले चाहिँ निस्वार्थ भावनाले अहिलेसम्म पनि हाम्रो टोलीहरू अझै पनि तिमीले देख्न सक्छौ तिमीले यसो रिसर्च गरेर हेऱ्यो भने कोरिया रिटर्निङहरू भ्याकै छन् कुनै पनि पोस्टमा छैन उनीहरू आफ्नै हामीले चाहिँ त्यतिखेर चाहिँ तिम्रो आफ्नै पैसा आफूले नै खर्च गरेर होइन सपोर्ट गरेर हिँडेको अनि त्यो रवि दाइको र सोभिता केसमा चाहिँ ठ्याक्कै त्यो बेला चाहिँ के भएको थियो भने उनीहरूको चाहिँ खर्चको केसमा चाहिँ
खासै उहाँहरूले सोभिताको तिम्रो त्यो पहिला पनि हेऱ्यो होला चुनावी खर्च होइन 1-2 लाख पनि भएको छैन उहाँको भन्दा बेसी बरु मेरो भएको छ ल ठिक अहिले छ पनि सोध कुन भेट्यो ल ठिक छ ठिक छ म यता केदार सरसँग आउन चाहन्छु सरले त अब हुन त अहिले माहौल छ होइन एउटा खुसीको कुरा पनि हो हाम्रो एजको प्रधानमन्त्री हुनुहुन्छ बालेन सर होइन त्यसपछि गृहमन्त्रीमा पनि हाम्रै एज हामीभन्दा सानै भनौँ न अझ यसपालि चाहिँ नयाँ कुरा के भएको छ भने लगभग 80-90% नै मान्छेहरू नयाँ जानुभएको छैन सर केही अरू चाहिँ पुरानो दोहोरिनु भएको छ लगभग नयाँ देखेको छु आशा छ केही देशमा केही हुन्छ है होस् पनि हाम्रो समर्थन र शुभकामना रहन्छ होइन अब मैले सरलाई त्यो चुनावमा जान चाहेँ सर त वडाध्यक्ष यहाँ गएर उठ्नु भयो नि त सरले त तपाईँ फेरि पार्टीगत रूपमा भन्नुहोस् सैद्धान्तिक रूपमा एउटा तपाईँ सिद्धान्त बोकेर हिँड्नुहुन्छ पहिले पनि होइन एउटा तपाईँको सिद्धान्त बोकेर हिँड्नुहुन्थ्यो र अघि पनि भनिहाल्नुभयो स्कुल कलेजदेखि नै तपाईँ पार्टीगत रूपमा न काहीँ रूपमा आबद्ध हुन्छ पछिबाट यहाँ पनि तपाईँलाई देखेकै हो समर्थन गरेको र या आफ्नो सिद्धान्तमा अडिक भएको हामीले त्यसबाट आजभोलि चाहिँ अलिक हुनुहुन्न होइन ठिक छ त्यो आफ्नो ठाउँमा हुन आउँछ त्यो चुनावको बेला क्या सर तपाईँ जुन चुनावमा उठ्नुभयो नि के रहेछ सर तपाईँलाई तपाईँको गाउँमा जुन वडामा हुनुहुन्थ्यो तपाईँ पहिलादेखि नै आफ्नो वडा हो त त्यो त भने पछाडि आफ्नो वडामा पनि पार्टीले हात दिएन भने चाहिँ के उयो तपाईँको जित सुनिश्चित नहुँदो रहेछ यस्तो छ अलिकति तपाईँलाई यो चाहिँ म थोरै इतिहास पनि जोड्न मन लाग्यो हजुर यो प्रश्नलाई न्याय नै गर्छु होला भनेर हजुर म लगभग क्लास 9मा पढ्दादेखि त्यतिखेर त भूमिगत सङ्गठन थियो अखिल क्रान्तिकारी भन्ने हजुर हजुर उक्त सङ्गठनमा क्लास 9 पढ्दादेखि जोडिएर सामान्य हिसाबमा काम गरेको र त्यतिखेर एउटा द्वन्द्वकालको समय थियो त्यतिखेर म एसएलसीको टाइम दिएर 6 महिना चाहिँ गाउँ बसेँ 6 महिना गाउँ बस्दाखेरि त्यतिखेरको तत्कालीन नेकपा माओवादी जसले चाहिँ गाउँमा आफ्नो आधार क्षेत्र बनाउने क्रममा भोलि आफ्ना गतिविधिहरू गर्दाखेरि त्यहाँ चाहिँ सुराकीहरू नहोस् भन्ने हिसाबमा सिङ्गो गाउँलाई नै भेला पारेर कमिटी आबद्ध गराउने सदस्यताहरू बाँड्ने काम गर्थ्यो किन भन्दा आफ्नो सुरक्षाको लागि गाउँलाई नै बनाइदियो गाउँलाई नै बनाइदिएपछि त सुरक्षा भयो होइन यो पनि सबैजना एकजना परिवार भइहाल्यो त्यो पार्टीको रणनीति थियो हजुर त्यसरी त्यहाँ त्यो एसएलसी पछाडि त्यहाँ गएर अखिल क्रान्तिकारीमा त पहिले जोडिएको थिएँ त्यहाँ पनि आफूले एक खालको पार्टीसँग नजिक बसेर काम गर्ने त्यो मौका पाइयो तपाईँको भूमिगत भएर नि हिँड्नुभएको हो भूमिगत भएर मेरो जस्तो मैले अघि भने म 15 वर्षको हुँदा 9मा पढ्थेँ त्यतिखेर जोइन भएँ अब त्यो स्कुल पढ्दाखेरि पढाइमै फोकस भयो हिँड्न पाइएन त्यसपछि 6 महिना त्यो गाउँमा बस्दाखेरि सामान्य हिँड्यो यताउता तर पुरै होल टाइमर कार्यकर्ता भएर हिँड्ने त्यो उमेरले पनि साथ दिन्थेन किनभने नाबालकै हो 15-16 वर्षको मान्छे अनि त्यो एक खालको हिम्मत पनि थिएन तर के भने पार्टी गतिविधिमा चाहिँ निरन्तर सहयोग गरिरहेकै हुन्थे त्यहाँ साथीहरू आउँदा सेल्टर बनाउने भेला पार्ने होइन त्योसम्म गरिन्थ्यो त्यसपछि कलेजमा गएको करिबन 1 वर्ष पछाडि दोस्रो जनआन्दोलन भयो जनआन्दोलनमा सक्रिय रूपमा चाहिँ अब त्यो पार्टीको पनि उता सर्कुलर थियो सहभागी हुने भन्ने अनि कलेजबाट पनि एउटा माहौल स्वतस्फूर्त भन्ने थियो त्यो सक्रिय रूपमा सहभागी भयो त्यस पश्चात चाहिँ पार्टी पनि चाहिँ सार्वजनिक भयो भनौँ न भूमिगतबाट सार्वजनिक रूपमा सार्वजनिक भइसकेपछि निरन्तर त्यस पछाडि म कलेजको कमिटी जिल्ला कमिटीमा निरन्तर काम गरेँ त्यस पछाडि पछि पार्टी एकीकरण भयो चुनाव पछाडि पार्टी एकीकरण भयो चुनाव 64 सालको चुनावमा चाहिँ आफ्नो मोर्चा सम्हालेर काम गरियो त्यस पछाडि पार्टी एकीकरण भयो पार्टी एकीकरण भएपछि निरन्तर रूपमा म 2070 सालसम्म उता पार्टीमा जोडिएँ त्यो अवधिमा म गाउँ कमिटीको पार्टी कमिटी अध्यक्ष भएर मैले 2 वर्ष काम गर्दै म कोरिया प्रवेश गरेको हो त्यो बिचमा अधिवेशन गराउन नपाइकन मैले कार्यवाहकहरूलाई दिएर चाहिँ म विद्यार्थीबाट पार्टीले मलाई गाउँ कमिटीको अध्यक्ष तपाईँ चलाउनुहोस् गाउँको कमिटीको अध्यक्ष भयो तपाईँ यता आउनुभयो गाविस थियो नि तपाईँलाई हजुर 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 गाविसको अध्यक्ष हुनुभयो तपाईँ म त्यहाँ गएँ पछि अनि मैले अघि सुरुमा जोडेको कुरा एउटा दक्षिण कोरिया आउँदाखेरि सामाजिक सङ्घ संस्थाको परिकल्पना जसरी मैले गरेका थिइनँ नि त्यसरी राजनीतिक गतिविधिको पनि परिकल्पना थिएन मलाई मैले त्यहीँनिर पार्टी चाहिँ अब बिसाएँ भनेर यता आएको पछि यहाँ आइसकेपछि फेरि साथीभाइहरूबाट यहाँ पनि पार्टी कमिटी रहेछ पार्टीका गतिविधि हुँदा रहेछन् त्यो बुझ्न पाइयो अनि म यहाँको पार्टी कमिटीमा जोडिएपछि आफ्नो त्यो उताको विरासत पनि रहिरहन्छ भन्ने हिसाबमा
जोडिएर मैले यहाँको केन्द्रीय कमिटीमा काम गरेँ। त्यस पछाडि म सौल कमिटीको अध्यक्ष पनि भएँ। हुनुभयो हजुर। सौल कमिटीको अध्यक्ष हुँदाहुँदै म निर्वाचनमा भाग लिन जानुभएको। पार्टीले उताबाट पनि पार्टीले आमन्त्रणा गरेको, यताबाट यहाँबाट पनि पार्टीले निर्णय गरेर पठाएको। गठबन्धनको तपाईँ जानुभएको खासमा उतापट्टि गइसकेपछि अलिकति यहाँ थोरै जोड्नुपर्छ। जस्तो कसरी चाहिँ पार्टीमा हुँदाहुँदै स्वतन्त्र भइयो भन्ने कुरा पनि आउँछ यहाँ। अब यो पार्टीले उताबाट नि निर्णय गरेको यताबाट पनि पठाएको भनेपछि त पार्टीले टिकट नदिने भन्ने त चान्सै थिएन। तर त्यो 2079 सालको चुनाव चाहिँ स्थानीय निकाय चुनावमा चाहिँ पार्टीहरू गठबन्धनमा जानुभएको थियो गरेर गठबन्धनमा गइसकेका थिए। तत्कालीन नेकपा माओवादी र चाहिँ नेपाली काङ्ग्रेसको गठबन्धन थियो। अब त्यहाँनिर के भइदियो भन्दाखेरि गइसकेपछि अब बोलाइसकेका थियो। अब दुईटा पार्टी बिच कन्फ्लिक्ट भयो। कुन पार्टीले चाहिँ मेरो वार्ड 11 नगरपालिका 2 नम्बर वार्डमा अध्यक्ष कुन पार्टीले लिने भन्ने कुरामा जिल्लासम्मै चाहिँ त्यो खालको द्वन्द्व जस्तो भयो। अनि यति धेरै प्रेसरमा परियो होइन। अनि माथिबाट केसम्म आयो मलाई भने अब चाहिँ 2को हकमा 2 नम्बर वार्डको हकमा पार्टीले गठबन्धन नगर्ने, पार्टीको तर्फबाट उम्मेदवारी दिनु भन्ने चाहिँ एउटा त्यो आयो। तत्कालीन हस्यहतबाट उम्मेदवार दिनु भन्ने मलाई आइसकेपछि मेरो विवेकले कहाँनिर काम गर्यो भने मैले अहिले पार्टीहरू गठबन्धनमा छन्, भोलि चाहिँ मैले तत्कालीन अब हस्यहतौडाबाट उम्मेदवारी दर्ता गरेँ भने त्यो फिर्ता लिने अवधिसम्म जुनै पनि च्यानलबाट मलाई फिर्ता लिने अवस्था हुन्छ। मैले त एउटा चाहिँ योजना बनाएर म गर्छु भनेर आइसकेको छु। अनि म यहाँबाट जाने अनि उम्मेदवारी दर्ता गर्ने, फेरि उम्मेदवारी फिर्ता गरेर आउँदाखेरि एउटा म्यासेज के जाने भयो भने यो त बिक्यो नि होइन, पैसाको लागि त जे गर्ने रहेछ नि भन्ने म्यासेज जान्छ भन्ने मेरो अन्तर्मनले त्यो मलाई चाहिँ सुझायो। त्यसपछि होइन अब म यो पार्टीबाट पनि गर्दिनँ, गठबन्धनको नि तपाईँहरू आफ्नो हिसाबमा जानुहोस्, म स्वतन्त्र हिसाबमा मेरो एउटा जुन लक्ष्य लिएर आएको छु त्यो गर्छु र मेरा कुराकानी म जनतालाई भन्छु भन्ने अलिअलि अब स्वतन्त्रको छिटपुट हल्ला थियो। बालेन दाईको अलिकति धेरै चर्चा थियो त्यतिखेर। त्योबाट पनि म अलिकति थोर बहुत चाहिँ प्रभावित थिएँ, किनभने पहिलेदेखि इन्टरभ्यूहरू हेर्थेँ अलिकति। अनि एउटा नेपालमा राजनीतिको व्यथिति अलिकति चित्त पनि बुझाएको थिएन। अनि त्यो बाटो पनि ठिकै हुन्छ भनेर मेरा केही आफन्तहरूले पनि सुझाए, मेरा केही साथीभाइले पनि त्यो सुझाए चाहिँ मैले स्वतन्त्र रूपमा चाहिँ लौरो तत्कालीन एउटा चुनाव चिन्ह लिएर उम्मेदवारी दर्ता गरेँ। भलै मैले त्यो सफलता हासिल गर्न सकिनँ, तर मेरा आफ्ना कार्यक्रम नीति कार्यक्रमहरू मैले सबै जनता समक्ष लिएर गएँ। अब त्यो परिस्थिति कस्तो थियो भने धेरैले भन्ने कुरा चाहिँ के थियो भने त्यतिखेरको अघि तपाईँले सरसरसँग जोड्दै हुनुहुन्थ्यो, पार्टी नभए त चुनाव जितिँदैन नि, व्यक्तिले कहाँ जितिन्छ र भन्ने चाहिँ एउटा जनमाहौल थियो। र मलाई अधिकांशले प्रश्न गर्ने पनि के थियो भन्दा मेरा मतदाताहरू जो हुनुहुन्छ उहाँलाई सधैँ सम्मान गर्छु मेरो क्षेत्रका, उहाँले प्रश्न पनि मलाई के गर्नुहुन्थ्यो भने यो अलिकति तपाईँको समय थोरै भयो, म जस्ट निर्वाचनको बेला गएको थिएँ, अलिकति अगाडि समयमा आएर तयारी गर्नु पर्थ्यो। र अर्को चाहिँ तपाईँले राजनीतिक दलैबाट मात्रै आउनुभयो भने चाहिँ सफल हुनुहुन्छ, व्यक्ति रूपमा यसरी स्वतन्त्र सफल हुँदैन, किनभने अहिलेसम्म कहीँ पनि भएको छैन भन्ने एउटा त्यो थियो। अनि पछिबाट अब हर्क साम्पाङ बालेन शाहले गोपी हमालले जितिसकेपछि र थुप्रै जिल्लाहरूमा चाहिँ जस्तो उम्मेदवारै सकिहाल्छु, फर्जी मतहरू टन्नै आयो। जस्तो लौरोमा चाहिँ तपाईँलाई एउटा उदाहरण दिउँ, विराटनगर उपमहानगरपालिकामा 4200 मत चाहिँ जहाँ उम्मेदवारै थिएन मेयर पदमा, त्यहाँ चाहिँ 4200 मत चाहिँ त्यसरी लौरोमा आएको छ भनेपछि जनताले चाहिँ चाहेका थिएछन् एउटा अब चाहिँ अर्कोचोटि चाहिँ माहौल स्वतन्त्रको निकै राम्रो बन्ने रहेछ भन्ने। त्यसपछि त्यो चुनावपछि चाहिँ माहौल गयो र त्यसपछि म अब यता फिर्केँ। पछाडि चुनाव पछाडि मैले अब एउटा पराजयको स्थिति भइसकेपछि म फेरि के त भन्दा म पुरानै उसमा चाहिँ फिर्किनु पर्यो भनेर म यता आएँ। म फेरि त्यतिखेर तत्कालीन समयमा तपाईँलाई जिज्ञासा पनि होला, बिट मारेर त गएको रहेनछस् नि पनि भन्नु होला। मैले त्यो अन्डरस्ट्यान्डिङमै कम्पनीसँग कुरा गरेर म यसरी चुनावमा जाँदैछु, मैले जितेँ भने आउँदिनँ, हारेँ भने चाहिँ आउन सक्छु हो, त्यो हिसाबमा मैले अन्डरस्ट्यान्डिङ गरेर मेरो हिसाबहरू लिएरै गएको थिएँ। पछिबाट अनि त्यति त भयो, पछि कम्पनीले अब क्यान्सल पो गरिदियो कि भन्ने पनि भयो। त्यसपछि कम्पनीमा कन्ट्याक्ट गरेँ 15-22 दिनपछि, के गर्नु भनेको आइजो छिटो आइजो भनेर भनेपछि फेरि म
फिर्ता आएपछि नि म यता बालवाला यो सौल कमिटीको अध्यक्ष नै थिएँ पार्टीमा। हजुर हजुर अनि त्यसपछि चाहिँ मलाई राजनीति दलमा आबद्ध भइरहनु आवश्यक रहेनछ, किनभने स्वतन्त्रले नि केही हुँदो रहेछ भन्ने एउटा पलायो पनि। अहिले भनेपछि तपाईँ हुनुहुन्न? अहिलेसम्मको यो पार्टीलाई जति योगदान गरियो अब यहाँभन्दा धेरै योगदान गर्नु पनि आवश्यक छैन भनेर मैले तत्काल सौल कमिटीको अधिवेशन गराएर अर्को नेतृत्व स्थापित गरेँ। अब आफ्नो जिम्मेवारीबाट त भाग्नु हुँदैन भनेर मैले राजीनामा पनि दिइनँ। मैले चाहिँ एक हिसाबले एउटा नयाँ नेतृत्व स्थापित गरिदिएर त्यो नेतृत्व स्थापित गरिदिइसकेपछि अब चाहिँ म पार्टीमा रहन्न है भनेर अहिले तपाईँ जानकारी गराइवरी अहिले तपाईँ पार्टीमा पार्टी हुनुहुन्न? कमिटी भन्दा त्यही समयदेखि बाहिर छु। होइन तपाईँ मैले सोध्नु खोजेको मैले तपाईँले भनेको कुरा बुझेँ। म अहिले तपाईँ पार्टीमा हुनुहुन्छ कि हुन्न? त्यो समय पछाडि म पार्टीमा आबद्ध छैन। तत्कालीन त्यो समय पछाडि तपाईँले आफ्नो त सिद्धान्त पनि त्याग्नु भयो कि? सिद्धान्त यस्तो विचारको हिसाबमा एउटा कम्युनिस्ट विचार जुन हिसाबमा हामीमा बीजारोपण भयो त्यो प्रति सदा सहायता छ। त्यसलाई म सम्मान गर्छु। म फेरि विचार छोडेँ भनेर अब कतिपय व्यक्तिहरू विचार होइन पार्टी छोड्नु भयो। पार्टी छोडेर कतिपय साथीहरूले बाहिर चाहिँ के गर्छन् भन्दा छोडिएको पार्टीलाई एकदमै धेरै गाली गलौज गर्ने, नकारात्मक मात्रै कुरा देखाउने र चाहिँ बाहिर बस्ने प्रवृत्ति छ। म त्यसमा चाहिँ छैन। फेरि म त्यो जुन पृष्ठभूमिमा जोडिएको थिएँ म सकिहाल्छु। जस्तो जुन पृष्ठभूमिमा जोडिएको थिएँ त्यो पृष्ठभूमिलाई म सदा सम्मान गर्छु। त्यो मेरो लागि एउटा विश्वविद्यालय थियो, त्यहाँबाट मैले धेरै कुरा सिकेँ, सकेको योगदान गरेँ। र अहिले ठ्याक्कै तपाईँले सोधेको क्वेसन चाहिँ अहिले तत्काल चाहिँ म पार्टीसँग आबद्ध नभएको 2 वर्ष भयो। तपाईँ राजनीतिज्ञ हुनुहुन्छ, नेता हुनुहुन्छ, यसमा मलाई राम्रोसँग हामीलाई जानकारी छ होइन। त्यही भएर यो शब्दलाई यताउतै नखेलाउनु होइन। यहाँको कमिटीमा रहनु भएको छैन त, ठिक छ। अब यता कुरा गरौँ अहिलेको यो जुन राजनीतिक माहौलको छ नि अहिले, अब अहिले जुन चुनाव भयो भनौँ न, यो मध्यवर्ती चुनाव भयो, जुन सुशीला प्रधानमन्त्रीजी हुनुहुन्थ्यो भूतपूर्व, उहाँको नेतृत्वमा जुन भयो उहाँलाई धन्यवाद भन्नुपर्छ कि सम्पन्न भयो जे भए पनि होइन। अहिले जुन सरजलाई म यो जिज्ञासा राख्न चाहेँ कि अहिले रासोपामाथि जुन विश्वास गर्यो नेपाली जनताले होइन, जुन भनौँ न त्यो विश्वास गर्यो, यहाँ के छ भने चाहिँ यो भोट अरूलाई भन्दा पनि बालेन सरलाई हालेको जस्तो देखियो कि होइन। अरू त्यो आफ्नो त्यहाँको प्रतिनिधि को चाहिँ खासै मान्छेले हेरेन या थाहा छैन। अहिले मलाई लाग्छ होइन एउटा सभासद यतै छुटे जस्तो छ, धेरै सम्भावना होइन। अनि भन्नु के लाग्छ सर, विदेशबाट यो हाम्रो जस्तो तिमीहरूले भनौँ न जुन एउटा राष्ट्रपाललाई सहयोगको अभियान चलायो, सहयोग गर्यौ होइन, विदेशबाट त्यो कतिको सम्भव रह्यो या कति चाहिँ तिमीहरूले भनौँ न यहाँ वैदेशिक प्रदेशबाट नेपालमा त चुनाव हुनुमा चाहिँ कतिको हात रह्यो, नगइकन पनि कसरी भनौँ न कसरी सहयोग गर्यो या के रह्यो, कस्तो रह्यो, के छ त्यसको, के छ तिमीलाई एउटा कुरा भन्दै म भन न सुनौँ, तिमीलाई त्यही भएर बोलाएको त। यसमा कति हात छ भनेर थियो नि, 50% विदेशमा बस्नेको हात छ हो किन भनिदिउँ भन न, सुन त्यही त सोध्दैछु त। तिमीलाई म धेरै ठुलो उदाहरण दिन्न होइन। मेरो कम्पनीमा अब कहाँ कुन ठाउँका छन् मलाई थाहा छैन होइन। 40-45 जना हामी कम्पनीमा साथीहरू छौँ होइन। तर त्यहाँ कम्पनीमा हाम्रो जहिले बस हुन्छ, सबै कुरा हुन्छ क्या। त्यहाँ हरेक पार्टीका थियो होला नि त, तर सबैजनालाई रासोपा। उनीहरू किन भयो भन्दा उनीहरू परिवर्तन चाहनु। तिनीहरूका घरका परिवार कस्तो छन् थाहा छ? सब एमाले काङ्ग्रेस माओवादीलाई भोट हालेका सबैजना, सबैले हाल्थ्यो। हेर यहाँ सुन, त्यहाँदेखि तिमी मेरा केटाहरूको हेर शैली हेर है, म तिमीलाई भन्छु विदेशमा बस्नेको हाँसो दियो नि। उनीहरूले आफ्नो घरलाई जहिले अब तिमीलाई अरू बेला केटाले फ्रेसमा नसक्ने जहिले केटाले खाएको बेलामा आफ्ना बाबु आमालाई उनीहरूले जुन भनेको कुरा देखेर मलाई नै यतिसम्म त नगराउनु केटा हो भनेर भन्थ्यो क्या। भने मतलब विदेशमा बस्नेलेको तिम्रो 50% हात छ। उनीहरूले आफ्नो बाबु आमाको लागि मत चेन्ज गर्नको लागि चाहिँ उनीहरूले यत्रो एकदमै ठुलो भूमिका खेलेको छ क्या उनीहरूले चाहिँ। किनकि उनीहरूले किन गरे त भन्दाखेरि हामी के कारणले विदेशी हौँ, हामी पनि त यहाँ आएर कम्तीमा पनि यहाँ आएर हामीले यहाँको विकास देख्यौँ, यहाँको सिस्टम यस्तो रहेछ, राजनीति भने यसरी चल्नु पर्ने रहेछ। हामी पनि कुनै पनि पार्टीको चाहिँ एउटा भनौँ न त्यो एउटा पार्टीको कुनै पनि त्यो पार्टीको नेताको भनौँ कार्यकर्ता भएर भन्दा पनि कसले राम्रो काम गर्छ त्यतापट्टि लाग्नुपर्छ, हामी चेन्ज हुनुपर्छ, कुनै पनि पार्टीको सधैँभरि कार्यकर्ताहरू बस्नु हुँदैन भन्ने खालको यहाँ आएर बल्ल विदेशमा आइसकेपछि सबैको चेत खोल्यो नि त। किन भन्दा यहाँ त हामी त काम छ हेर, हामीलाई त कुनै पार्टीको यो पार्टीको यो त्यो पार्टीको भनेर चाहिदिएको सर के यहाँबाट होइन, जहाँ विदेशबाट जुन वैदेशिक रोजगारमा हुनुहुन्थ्यो उहाँहरूले चाहिँ आफ्नो परिवारलाई कन्भिन्स गर्नुभयो होइन एउटा राम्रो हिसाबले। किनकि यहाँको जो यहाँ भनौँ न विदेशमा लङ टर्म बस्नुपर्ने यहाँको
यहाँको दुःख भयो होला, यहाँको अब कमाइ, यहाँको सिस्टम यहाँ जे छ होइन, अब आफ्नो देशमा त्यो नदेखिएको हाम्रो देशमा पनि त्यो होस् भन्ने हामी सबैको चाहना रहन्छ, त्यसमा कुनै शङ्का छैन होइन। अब एउटा कुरा सोध्नु मन लागेको छ, तिमीले अघि एउटा कुरा सोध्दै थियौ के भोट चाहिँ सिधै के अरे बालेनलाई आयो भन्ने खालको कुरा, बालेनलाई देखेर भन्नु, तर बालेनलाई नि होइन, योचोटि भोट घन्टी लागेको मान्छेले, किनकि इभन कि तिम्रो योचोटि केपी ओली घन्टी चिन्हमा उठेको थियो भने केपी ओलीले जित्यो होला चुनाव, घन्टी लाग्यो। यो कुराहरू मिल्नुमा तिम्रो होइन, तिमीलाई तिमीलाई कस्तो लाग्छ भन न? केपी ओली सर घन्टीमा उठेको भए केपीले चुनाव जित्यो। योचोटि भनेको घन्टी हो, घन्टी लाग्यो कि अब त्यो त्यसमा त्यसमा तिम्रो बालेनलाई आएको, रवि लामिछानेलाई आएको भन्ने अर्को कुरा सोध्नु, योचोटि भोट घन्टी लाग्यो। अब एउटा कुरा सोध्नु पर्ला, स्थानीय रूपमा पनि यो जसरी बाहर आउँछ, अब मलाई यस्तो लाग्छ होइन, अब चुनाव हुन्छ नि त, अब चुनाव हुन्छ। मलाई कति छ, 2 वर्ष 1.5 वर्ष सर? मलाई चाहिँ अलिकति केही फरक पनि हुनसक्छ भन्छ। स्थानीय भनेपछि तिम्रो सङ्घ होइन होइन, स्थानीय भनेको त काम अब तिमी के दोलखामा मेयर लड्न जाने कि नजाने? मेयर कहाँ यार, गयो भने सँगै जान्छु नि, कस्तो कुरा मेयर जान्छु ल ठिक छ अरे बिचारी होइन, के कुरा गरेको नि होइन। त्यहाँदेखि हाम्रो मेयर भनेको त अब यता भीमेश्वर हो, मेयर त गाउँपालिका हो, वडा अध्यक्ष हुन्छ होइन। त्यहाँदेखि यस्तो म तिम्रो त्यो राजनीतिमा त्यो आफै नै जानुपर्छ, आफै नै पद होइन। अब यत्रो गरे पछाडि सरोज होइन, यत्रो गरे पछाडि जुन छ नि, जुन तरिकाले तिमीले अब एउटा स्पेस बनाएको छौ रासोपामा, यो होइन कि मैले त्यो भन्नु खोजिरहेको छु नि, एउटा टाइम पनि दियो, उयो समय पनि दियो होइन, पुँजी पनि केही रूपमा खर्च गर्यो, साथीहरूलाई कन्भिन्स गर्यो, यत्रो लडिरहेको छौ तिम्रो। अझ फेसबुक कति अर्को सरलाई जित्छौ जस्तो लागिरहेछ मलाई होइन, त्यो अनुसार तिम्रो स्टार्ट आइरहेको छ होइन। अनि भने पछाडि अनि कहीँ केमा नजाने त, जाने अर्कोचोटि जाने, अर्कोचोटि उठ्नु जाने, अर्कोचोटि जाने। किनकि यस्तो थियो यो पटक मलाई चाहिँ कस्तो थियो भने हेर, अब हाम्रो त दोलखा हो तिमीलाई थाहै छ होइन, अहिलेसम्म हिस्ट्रीमा इतिहासमै हाम्रो यहाँ क्यामेराम्यानमा हाम्रो यहाँ अमिर योन्जर सर पनि हुनुहुन्छ, मुसमुस हाँथे उहाँले पनि महसुस गर्दै हुनुहुन्छ होला, उहाँले पनि दोलखामा इतिहासमै हिस्ट्रीमै स्वतन्त्र मत भएको पहिलोचोटि हो क्या। किनकि म चाहिँ दोलखाली जनताले चाहिँ कतिको परिवर्तन चाहेका छन् कि छैनन् भन्ने कुरामै कन्फ्युज थिएँ। योचोटि देखियो होइन, हामीलाई चाहिँ जहिले पनि हाम्रो दोलखामा जहिले अब 4 वर्ष, अबको 5 वर्ष पछाडि जाने भने पछाडि तपाईँ र म त भोट माग्न जानु पर्यो नि त होइन? पर्दैन, मलाई भोट माग्न जानु पर्दैन। यो अहिलेको के माग्न जाने त? यस्तो हो कि अहिलेको सरकारले राम्रो काम गर्दैन, भोट माग्नै जानु पर्दैन होइन, हामीलाई केही पनि माग्न जानु पर्दैन, तिमी हामी गएर काम गर्ने हो, काम गर्नुपर्छ। अब किनकि अरूलाई मात्र नेता बनाएर भएन, मलाई नि उठाउने हो, उठ्नु पर्यो नि, पाउने भन्ने कुरा बेग्लै कुरा छ होइन, टिकट पाउनु पर्यो नि। अब तिमी हामी जतिको मान्छेले नपाए होइन, हामी केमा चाहिँ असक्षम कि त असक्षम प्रमाणित होइन। अब त्यसो भए त अर्कोचोटि सरले मलाई टिकट दिने हो त ल, रमाइलो ठिक छ। यसो गरौँ, यो कुरा पनि यो भयो। एउटा कुरा मलाई केदार सरसँग आउनु मन लाग्यो, यो चाहिँ मैले यसो देखेको, रेसियो देखेको, हाम्रो सरोजलाई मैले मजाले चिन्छु, राम्रोसँग हामी तपाईँले पनि चिन्नुहुन्छ। सरोजको एउटा ह्याबिट छ कि उसलाई सैद्धान्तिक कुराहरू खासै उसलाई त्यो चित्त बुझाउँदैन, जसले राम्रो काम गर्छ उसले त्यसलाई सपोर्ट गर्छ जहिले पनि होइन। उसको एउटा उयो छ, त्यसमा को कता उसले देख्दैन पनि, राम्रो काम गरेर पनि यो ठिक हो भन्ने उसको बानी छ। एउटा विरोधी स्वभाव पनि छ, रियल कम्युनिस्ट जस्तो लाग्छ क्या, विद्रोही स्वभावको चाहिँ हाम्रो सरोज। ल एउटा मलाई के सोध्नु मन लाग्यो भने, तपाईँ सैद्धान्तिक रूपमा पनि उयो हुनुहुन्छ, नेपाली पार्टीमा पनि हिँड्नुभयो र गाउँमा पार्टीगत गतिविधि गर्दाखेरि अर्को पक्षसम्म नजिकमा भएर हुन्छ, प्रतिमा काम गर्नुभयो र नेपालको चुनावलाई पनि तपाईँले हेरिराख्नु भएको छ। एउटा के भन्न चाहन्छु भने, अहिलेसम्मको रेसियोमा चाहिँ नेपाल भनेको वामपन्थीको देश भन्ने एउटा चलन छ, किनभने कम्युनिस्ट जनमत चाहिँ छ भनौँ न होइन, किनभने त्यो टुक्रा टुक्रामा होला, एक ठाउँमा हाल्यो भने त छ नि त। तर अहिले के देखियो भने सर्लक्कसँगले प्रजातान्त्रिक किताबमा गयो, रासोपा पनि प्रजातान्त्रिक किताब हो नि त होइन, डेमोक्रेटिक रूपमा मोडर्न यो भनौँ न अहिलेको वैज्ञानिक समाजवाद भनौँ यिनीहरूलाई। ल काङ्ग्रेसलाई यता अर्को ठाउँमा राखौँ होला, यो राप्रपालाई कहीँ कतै स्पेस दिउँ त छोडिदिउँ। तर भनेपछि अहिले कि अब हाम्रो नेपाल चाहिँ यो वामपन्थीबाट सिफ्ट भएर तपाईँको प्रजातान्त्रिक किताबमा जाँदै गरेको हो त यो रेसियो? यसपालि त देखियो त होइन? जस्तो तपाईँको प्रश्नलाई म अब त्यति धेरै क्षमता त राख्दिनँ राजनीतिक विश्लेषण गर्न, होइन राख्नुहुन्छ तपाईँ, तर म थोर बहुत मलाई लागेको कुरा चाहिँ म कुरा अघिल्लो प्रश्नमा नि थोरै जोडिन चाहन्छु, मलाई लागेको विषयवस्तु होइन, नछोड्ने तपाईँले हुन्छ। अघिल्लो प्रश्न जस्तो अब
मैले सुरुमै भनेको छु म क्षमता त राख्दिनँ फेरि तर राख्नुहुन्न। दुईवटा कुरा तपाईँले सरोजलाई सोधेको प्रश्न, एउटा बालनको अनुहार हेरेर भोट आयो भन्ने कुरा, अर्को विदेशको भूमिका के रह्यो भन्ने कुरामा थोरै अब यो माहौलमा छोटछोटै गरौँ छ यो अहिलेको माहौलमा अब भोलि के होला थाहा छैन, अघिल्लोचोटि यहाँभन्दा अगाडि के थियो थाहा छैन। अहिलेको यो माहौलमा चाहिँ एउटा सभासद तपाईँले भनेको कुरा, एउटा संसद हामीले कोरियामा राखेर छुट्यायौँ। छुट्याइ हो त यो नेपालमा भएदेखि यो स्योर थियो श्रम मन्त्री नत्र त्यस पछाडि त होइन। अब त्यो एउटा कुरा जस्तो बालनको अनुहार हेरेर भोट आयो भन्ने कुरामा आंशिक सत्यता छ, किनभने राष्ट्रपाको सङ्गठन त्यति धेरै गाउँ गाउँसम्म नपुगेको छनजी छ, तर अन्यभन्दा अलिक कमजोर भएको अवस्था। अनि एउटा नेपाली जनताले कम्युनिस्ट र काङ्ग्रेस पार्टी मुख्यतः एमाले माओवादी र काङ्ग्रेस नेपाली काङ्ग्रेसमा एक खालको वितृष्णा उत्पन्न भइसकेकोले घन्टीको एउटा माहौल पनि थियो। सँगसँगै बालेन पनि त्यहाँ इन्ट्री भइसकेपछि चाहिँ एउटा त्यसलाई चाहिँ राम्रै प्लस पोइन्ट भएर नेपाली जनताले बालेन हेरेर हाल्ने भोट पनि थुप्रै थिए। हजुर। अनि अर्को एउटा कुरा चाहिँ जस्तो विदेशमा भएको मान्छेको कति हात छ भन्ने कुरामा एउटा उदाहरण दिन्छु। जस्तो रवि लामिछाने दाई, सभापति दाई नै भन्छु, दाई जेलमा हुँदाखेरि 40 लाख मान्छेले हस्ताक्षर गरेर पठाए। त्यसमा मिनिमम पनि 10 लाख मान्छे बाहिरबाट हस्ताक्षर गरेका छन्। र मैले यसो एनालाइसिस गर्दाखेरि त्यो 10 लाख मान्छेले कति सक्सेस भए, कम्तीमा नै 8 लाख मान्छेले चाहिँ रवि दाईले एनालाइसिस गरेर एउटा उसमा भाषण गर्नुभएको छ, हामी 50 लाख समानुपातिक मत ल्याउँछौँ भन्नुहुन्थ्यो नि। त्यो आधार कहाँ हो भन्दाखेरि यो 10 लाख विदेशबाट बसेका साथीहरूले जसले हस्ताक्षर गरेर पठाउनु भयो, तपाईँ हामी सबैले गऱ्यौँ होइन, त्यो आधारै हो क्या उहाँको 50 लाख भोट ल्याउँछौँ भनेर उहाँले बोलेको पुर्याउनु पनि भएको छ। भनेपछि त्यो 10 लाख जनताले कम्तीमा पनि 10 लाखजना विदेशीहरूले 4 जना 5 जना कन्भिन्स गरेको देख्छु, कन्भिन्स गरेको देख्छु। अब बढी गर्ने पनि छन्। सरोजले 100 जना 200 जना 500 जनै कन्भिन्स गरेको होला, मैले 1 जना गरेँ होला। एभरेजमा हेर्दा 1 जना बराबर चाहिँ तपाईँको 4-5 जना कन्भिन्स गरेको अवस्थाको कारण पनि यो माहौल सिर्जना भयो, यसरी भोट आयो र घन्टीको माहौल त छँदै थियो फेरि। त्यो त्यसरी हो। र अर्को तपाईँले सोधेको प्रश्न, त्यो तपाईँले सोधेको प्रश्न जस्तो प्रजातान्त्रिक धार र कम्युनिस्ट धारको कुरा, लेफ्ट र राइटको कुरा नै हो होइन। अब लेफ्टिस्टहरूको अलिकति बहुमत भएको नेपालमा त्यो स्थिति थियो। अब अहिले एउटा मात्रै उदाहरण तपाईँलाई त्यो तपाईँले भनेको अब चाहिँ डाइभर्ट भयो त भन्ने प्रश्नमा म चाहिँ होइन भन्छु। किन होइन भन्दाखेरि अब कम्युनिस्टहरूको वर्चस्व नै छ, तर उदाहरण के छ भने एमालेको क्रियाशील लिएको मान्छेले नेपाली काङ्ग्रेस के अरे नेकपा माओवादी भनौँ, नेकपा भनौँ अहिलेको नेकपाको त प्रचण्ड कमरेडले भनि नै सक्नुभयो 50% केन्द्रीय सदस्यले घन्टीमा भोट हालेर भन्ने पनि आइसक्यो। भनेपछि ऊ कम्युनिस्ट पार्टीको सदस्य हुँदै पनि योचोटि चाहिँ घन्टीमा भोट हालेको छ भने चाहिँ अब त्यो यही अहिलेकै स्थितिमा यो जमात अब यो यस्तो जुन आयो नि, जुन यो भोट आयो होइन, अब यसलाई त इन्ट्याक्ट गरेर राख्नु सक्यो भने त पल्ट्यो नि त। म जोड्दै थिएँ जस्तो यो कुरालाई चाहिँ जस्तो सरोजले अगाडि पनि जोड्यो, जस्तो राष्ट्रपाले राम्रो काम गरेर गयो, जसले आज भोट हाल्यो नि घन्टीमा, कम्युनिस्ट पार्टीको मान्छेले घन्टीमा भोट हाल्यो, राष्ट्रपालले मन जित्यो भने त भोलि उसले कम्युनिस्ट पार्टीको सदस्यता त्याग्न पनि सक्छ। त्यो स्थितिमा फेरि तपाईँले भनेको कुरा चाहिँ भोलि सत्य साबित हुन पनि सक्छ। भोलि चाहिँ कम्युनिस्ट पार्टीहरूले अझै गति छाडेको अवस्था भनौँ न अहिले ठ्याक्कै देखिरहेछ। अध्यक्षलाई पक्राउ गरेछ, अब सबैजना सडकमा हुनुहुन्छ, एउटा अराजक शैली देखाइरहेछ। यो कुराले चाहिँ भोलि नेगेटिभ इम्प्याक्ट पार्यो भने फेरि तपाईँले अहिले राख्नुभएको विषय अहिले यो यसमा जोडिहाल्नु। तपाईँले अध्यक्षको कुरा गर्नुभयो, अहिले केपी शर्मा ओलीज्यू र रमेश लेखकदेखि लिएर अहिले 4-5 जना त पक्रिसक्नु भन्न पक्राउ पुँजी जारी भएर उहाँहरू अहिले हिरासतमा हुनुहुन्छ भनौँ होइन, सभ्य भाषामा। भूतपूर्व प्रधानमन्त्री, भूतपूर्व गृहमन्त्री, त्यस पछाडि अरू पनि नामहरू आइरहेको छ। जस्तै दीपक सरको पनि नाम आए जस्तो लाग्छ, त्यसपछि अनि अरू पनि हुँदै हुन्छ। के लाग्छ यो जायज हो? यस्तो छ सर, अब यो आवश्यकता राजसभा नआएको भए अरू मन्त्रीमा अरूहरू सरकारमा आएको भए यो हुन्थ्यो? जस्तो तपाईँले सोधेको पहिलो प्रश्नमै गएँ म, यो एउटा चाहिँ आवश्यकता थियो मलाई लागेको है भित्रैबाट। प्रक्रिया अलिक गलत भयो कि पुगेन कि भन्ने चाहिँ मलाई पनि लागेको छ। जस्तो छानबिन हुनुपर्छ, कम्तीमा प्रतिवेदनमा आएका विषयवस्तुहरू चाहिँ अब त्यो प्रतिवेदनलाई रद्दीको टोकरीमा फ्याँक्नु भनेको
सरासर नेपाली जनताको चाहना अहिलेको यो जनमत सबैको अवमूल्यन गर्नुभयो यो कार्यान्वयन हुनुपर्छ तर अलिकति होइन अनि अरू 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 मैले यति भन्नु तर फेरि खोजेको समग्रमा फेरि यो गलत छैन है म ठिक छ भन्छु है ठिक छ यो हुनुपर्छ भन्छु। हुनुपर्छ भन्नुहोस् ठिक छ भन्नुहुन्छ अहिलेको जे छ ठिक छ तर प्रक्रिया चाहिँ अलिकति ल, ठिक छ। थोरै पुगेन कि भन्ने लागेको छ। प्रक्रिया आफ्नो ठाउँमा छ तपाईँलाई ठिक छ मैले के भन्नु खोजिरहेको छु अरू सरकारमा भइदिएको भए यो हुन्थ्यो पक्रो पुर्जी तपाईँलाई एउटा कुरा भनिदिइहालौँ यहाँ हजुर। जस्तो अरू सरकारको त परिकल्पना त्यो अर्कै विषयवस्तु हो गृहमन्त्रीमा सुदनदेखि बाइकको अनुहार आएको थियो भने पनि ओके सम्भावना देख्दिनँ त्यहाँ त्यति भने चाहिँ तपाईँले कुरा बुझेँ बुझ्नुभयो। ल बुझेँ मैले त्यसमै आउनु तपाईँले कुरा टुङ्गाइदिइहाल्नु भयो ल सुदन सरको कुरामा त्यो पनि चाहिँ किन आएर भन्दाखेरि एउटा पीडा जो सबभन्दा बढी पीडामा अनि म एउटा कुरा क्या सरजलाई यो कुरा सोध्नु मन लाग्यो मलाई अहिले सरले पनि अलिकति कुरा थपिदिनु होला किनभने यो 23 गतेकोमा अहिले जुन छानबिनमा पक्राउ जारी भइरहेको छ नि भूतपूर्व यो इतिहासको पहिलोचोटि होला कि होइन राजाको पालामा चाहिँ प्रधानमन्त्रीहरू जानुभएको थियो त्यस पछाडि यता सायदै मलाई लाग्दैन भिआइपीहरू पहिलोचोटि नै हो क्या अस्ति माधव कर्णेपाल सरलाई एउटा कुनै केसमा पक्राउ गरेको थिएन बयान थियो होइन अहिले यो पक्राउ नै भएको छ यो 23 गतेको त यो भयो 23 गतेकोमा प्रधानमन्त्री गृहमन्त्री र अब अरू पनि हुनुहुन्छ सायद काठमाडौँको सिडिओदेखि अरूहरू पनि आउनुहुन्छ होला त्यसमा होइन त्यहाँ एउटा भइरहेको छ मानिलिउँ अब 24मा आउँ न त 24मा आउँदाखेरि त फेरि रासपाको अधिकांश कति सांसदहरू पनि पर्ने सम्भावना देखिन्छ नि त सरज के छ यसमा भनाइ के छ केही छ अब यसमा चाहिँ यस्तो छ अब यो त्यो 24मा आइपुग्दाखेरि त्यो आएको प्रतिवेदन के छ अब मैले पनि अब त्यो हामीले रासपाको सांसदहरू पनि देखिन्छ नि त त्यहाँनिर त अब केही सांसदहरू सबै होइन केही सांसदहरू देखिन्छ नि त्यो त अब त्यो प्रतिवेदनमा के छ अब तिमीलाई पनि थाहा छैन मलाई पनि थाहा छैन मैले अध्ययन गरेको छैन त्यो गर्ने कुरा नि भएन त्यो विषयमा हामी धेरै विज्ञ पनि छैनौँ होइन मलाई चाहिँ के लाग्छ भनेदेखि अब यो आन्दोलन भन्ने कुरा चाहिँ जहिले पनि अब कस्तो भने आन्दोलन पक्षको त कुनै पनि त्यो लेखाजोखा हिसाब हुँदैन नि त जो पनि सरकार पक्ष छ त्यसरी त बेहोर्नी पाइँदैन नि बेहोर्नी त जे भए पनि सरकारमा जो छ उसले लिने होला नि त न त त्यस्तो हेर्ने हो भनेदेखि त पोलिटिसियन भइसक्यो होइन त्यो होइन त्यस्तो हेर्ने हो भनेदेखि त यहाँ हाम्रो सोल्टीले भन्दैन नि त त्यसरी कहाँ हुन्छ त्यो चाहिँ आन्दोलनतिर लगिदिने अनि त्यो अनि यतापट्टि चाहिँ त्यो भएन नि मारेको त्यो मान्छेको हिसाब कसरी गर्ने भन नि त अब त्यो यस्तो हो क्या उहाँलाई सोध्ने आन्दोलन भन्ने कुरा प्रचण्ड सरको कुरा अलग कुरा हो त्यही त त्यो कुरा अलग कुरा हो तिमीले भन्यो अहिलेको झन् 23 र 24मा जाऊँ न अहिलेको कुरा यस्तो जेनजी आन्दोलनको अहिलेको 23मा के छ 23को लागि प्रधानमन्त्री सर त्यो आयोगबाट कार्की बनाइएको छु कार्की जो उहाँ हुनुहुन्थ्यो उहाँले आयोगबाट प्रतिवेदनबाट त्यसपछि त्यो भयो हुँदै आयो होइन त्यसलाई कार्यान्वयनको लागि गर्नुपर्छ भनेर सरकारले अहिले अगाडि बढाइरहेको छ फास्ट ट्र्याकमै गइरहेको छ यो ठिक छ यो हुनुपर्छ भन्ने कुरा हामी सबैको मा छ यहाँदेखि लिएर अहिले त के पनि छ भने राष्ट्रपतिले सरहरूले के भनिदिनुहुन्छ 48 देखिकै यताको छानबिन गरौँ भनेर उहाँहरू लिएर चाहिँ राम्रो कुरा हो अहिले अर्को प्रशंसा नै गर्छु म युनियनहरू ट्रेडहरू उनीहरू पनि खारेज गर्नुपर्छ भन्ने उहाँहरूको कुरा आइरहेछ यो पनि एउटा सराहनीय नै कामै हो होइन मैले भन्नु खोजेको 24मा आउँदाखेरि त राष्ट्रपाको केही सांसदहरू पनि जाने रहेछ नि त तिम्रो कुरालाई म भनिदिइहाल्छु केही छैन ल 24मा यस्तो हो अब त्यो 23 गते आएपछि आफै 24 गते आएको हो नि त होइन आउन त होइन आउनु त आयो नि त 24 आयो ठिक छ त्यो आयो 24 आयो आइसके राष्ट्रसभाको अहिले तिमीले जुन सांसदहरू भन्यौ होइन त्यसमा पनि उनीहरूको प्रत्यक्ष अब त्यो प्रतिवेदनमा के छ होइन फेसबुक भरि स्ट्याटसहरू आएको छ नि त त्यो सांसद उहाँहरू त हुनुभएको छ नि त समानुपातिकबाट भन्दैछु त तिम्रो उनीहरू प्रत्यक्ष रूपमा कानुनी रूपमा उनीहरू भागीदारी छन् होइन अब त्यो कानुनले उनीहरूले गैर कानुनी रूपमा त्यसरी अब राज्यको लागि त्यो गरेका छन् उनीहरू राज्यलाई स्वयं गृहमन्त्रीलाई प्रश्न आउँछ नि यहाँ त गरेका छन् भनेदेखि होइन र त्यो त भागीदारी त उनीहरू स्वयं गृहमन्त्रीले चाहिँ रेस्पोन्सिबिलिटी के म यो जेनजीको उहाँले लिनुभएको छ नि त भन्ने पछाडि त 24मा त उहाँको पनि आयो नि त जस्तै अब हामीले के गर्यौँ भने माओवादीको सहमुख हुँदाखेरि को उहाँ हुनुहुन्थ्यो कि सरी अग्नि सर हुँदाखेरि होइन उहाँ हुँदाखेरि उहाँलाई त प्रश्न पनि उठाइयो नि त किन उहाँ हुनुहुन्थ्यो त्यहाँ जानु जायज थिएन होइन उहाँलाई त अर्को मुद्दा लागिरहेको थियो जे जस्तो भए पनि भने पछाडि त 24मा त अब स्वयं गृहमन्त्री नै लाई पनि तिमीले यस्तो हो क्या अहिले जो गृहमन्त्री भइरहनु भएको छ नि यो आन्दोलनको अब त्यो बेलामा जेन्जी आन्दोलनको बेलामा चाहिँ जेन्जीको लिडर को हो भनेर कोही पनि नदेखेर सबैजना गुपचुप भइरहेको बेलामा जो सुदन गुरुङले त्यो आन्दोलनको नेतृत्व गरेको किनकि ऊ त आन्दोलनकारी हो ऊ कसरी पर्छ भन न उसले नै त्यो सरकार ढाल्नको लागि मेन नाइकी नै उही हो भनौँ न अहिले जसरी अब भन्दाखेरि हामी नाइकीको रूपमा त्यसरी हेरौँ न उसले हेर्दाखेरि नै अहिलेसम्मको सरस्वती अब धेरै जेन्जीहरू थियो होला नि हरेक भनेपछि राजसभाले गरेको सबै कुरा जायज होइन त्यस्तो होइन राजसभा होइन 24मा गरेको त्यो होइन त्यो त्यसो त त्यो बेलासम्म त सुदन गुरु त राजसभा
रासोमा जोडिएकै छैन नि अहिले बल्ल ऊ घन्टी पार्टीबाट चुनाव चिन्ह उठेर आएर आइसकेपछि बल्ल रासोपा भयो हो नि त अरूले तिमीले काठमाडौँमा घर बनायो भन्दै पनि दोलाखाले भन्नु बिर्सिँदैन कुरा नगर न त्यो होइन कसरी हुन्छ त्यो यस्तो हो क्या तिम्रो त्यो त्यस्ता कुरा जान लाग्यो भनेदेखि त तिम्रो यसरी देश भन्दै भन्दैन हेर होइन यी कुराहरू राष्ट्रपाललाई माफ गर्नुपर्छ सबै कुरा माफ होइन उनीहरू भर्खर आएको पार्टी हो उनीहरूलाई हेर्नै बाँकी छ होइन उनीहरूको टेस्ट गर्नै बाँकी छ अबको 5 वर्ष यहाँ सुन 5 वर्षमा राम्रो काम गरेन तिमीभन्दा पहिला म आफू खबरदारी गर्छु त्यो 5 वर्ष नै मैले अहिले गर्न सुरु गरिसकेको छैन त्यो हेर जस्तो के हो भने गौरी आयोगले जुन प्रतिवेदन सार्वजनिक गर्यो होइन सुशीला कार्कीले एउटा छानबिन समिति गठन गर्नुभयो त्यो भएको छ त्यसमा अब मैले पनि साँच्चै नराटी भन्दाखेरि अध्ययन गरेको छुइनँ तपाईँहरूले के कति गर्नुभएको छ त्यो आफ्नो ठाउँमा होला र कुनै पनि यो आन्दोलनको विषयमा अलिकति बोल्दाखेरि लडाइँ आन्दोलनको विषयमा सरकार पक्षको विषयमा बोल्दा मलाई लाग्ने विषयवस्तु चाहिँ जस्तो व्यवस्था विरोधी आन्दोलन हुन्छ होइन अनि त्यसपछि व्यवस्था विरोधी अनि विभिन्न चाहिँ हक अधिकार मागेर आन्दोलनहरू हुन्छन् ती यावत कुराहरूमा चाहिँ पहिलो रेस्पोन्सिबिलिटी भनेको तत्कालीन समयको राज्यको नै हुन्छ भन्ने लाग्छ अब त्यो हिसाबमा पनि जस्तो 23 को ता भयो अब 24 को हुने कि नहुने भन्ने कुराकानी नै हो मुख्य अब त्यो प्रतिवेदनले कि त अब अर्को आयोग बनाउनु पर्यो छानबिनमा नभए यो आयोगको कार्यान्वयन गर्ने हो भने आयोगमा भएको कुराकानी जस्तो निष्पक्ष रूपमा 23 मा एकछिन सकिहाल्छ जस्तो 23 मा भएको पनि जे छ त्यहाँ देखाएको आयोगले त्यो सबै कार्यान्वयन गर्नु पर्यो सरकारले 24 मा भएको पनि सबै कार्यान्वयन हुनु पर्यो तर अब बाहिर आए जस्तो मिडियामा आए जस्तो कतिजना संसदको को भन्ने कुरा चाहिँ यो मिडियामा आएको चाहिँ हो तर त्यो प्रतिवेदनमा छैन एक्चुअल छैन छ भने हुनुपर्छ भन्ने कुरा हो तर एउटा मैले हिजो एउटा यहाँ नोटिस गरौँ एउटा यसो हेरे पनि थिएँ जस्तो 24 गतेको घटनामा संलग्न 945 समथिङ कतिजना चाहिँ अहिले पक्रिसकेको अवस्था पनि छ र 345 समथिङ जना चाहिँ मुद्दा चलिवरी कारागार पनि चलान भइसकेको भन्ने आछ भनेपछि काम चाहिँ भइरहेछ तर हामीले चाहिँ मुख्य आउनु पर्थ्यो नि केपी ओली आउँदै गर्दाखेरि सुदन गुरुङ पनि आउनु पर्थ्यो भन्ने जुन एउटा तबकाको छ नि चाहना यो चाहना अनुसार चाहिँ भएको छैन होला होइन तर भोलि दोषी देखेको खण्डमा त गृहमन्त्रीले पहिलो नम्बरमा राजीनामा दिने र सरेन्डर गर्ने कुरा पनि रहन्छ होला अब त्यो अधिवेशन के भन्छ त्यो प्रतिवेदनले त्यहाँ उल्लेख गरेको चाहिँ हुनु पर्यो अब त्यो फेरि त्यो उल्लेख गरेन एकतर्फी भयो यो प्रतिवेदन यो आयोगै एकतर्फी समग्रमा के भन्यो भने 23 र 24 लाई न्याय गर्ने हो भने 23 र 24 को दुईटै कुराहरूलाई कसै कति भागी पर्छ त उहाँहरूले बिहोर्नुपर्छ समग्रमा होइन जो जाओस् तर पहिलो रेस्पोन्सिबिलिटी चाहिँ अघि पनि सरकारकै भयो होइन तत्कालीन राज्य सत्ताकै भयो त्यसमा त कुनै चाहे माओवादी जनयुद्ध होस् चाहे 19 दिनको जनआन्दोलन होस् या पहिलो जनआन्दोलन 46 त्यसमा त कुनै उयो भएन शङ्का भएन यो पछाडिको जेन्जी विद्रोह होस् पहिलो रेस्पोन्सिबिलिटी पहिलो कारबाही सरकारै हो दोस्रो नम्बरमा अब त्यो अरु पनि छानबिन गर्नुपर्छ आवश्यकता अनुसार अब त्यसमा चाहिँ के पनि हुन्छ भने आम माफीको व्यवस्था पनि हुन्छ नि हैन त्यो त ठीक छ त्यो आम माफीको रूपमा त 46 को पछाडिका प्रतिवेदनहरू थुप्रै प्रतिवेदनहरू लुकाइएर यो पनि हैन यो आयोग त अब आयोग के भन्छ समिति यो आयोगहरु धेरै बने हामीले थाहा पाएको कारण भनेको यो आएको अहिले सार्वजनिक भएको हामीले थाहा पाएको मिडिया जसरी भयो हुनु नि पर्छ तर हाम्रो समग्रमा के छ भने 23 मा भएको छैन 24 को लागि हुनुपर्छ भन्ने कुरा हो हैन त्यहाँ के छ कसरी छ त्यो आफ्नो ठाउँमा 945 जना भइसकेको भन्ने कुरा यस्तो हुँदै रहेछ है आस्ति गरौँ है मलाई चाहिँ यस्तो लाग्यो क्या यो जस्तो सरकारी केसमा तिमीले थाहा छ कति मान्छेहरु समातेका छन् नि चर्चा कसको हुन्छ रवि दाइकै हुन्छ नि अहिलेसम्म अनि त्यहाँ अरु केसमा त्यहाँ समातेका छन् सबै छन् तर अहिले के चर्चा कस्तो भएको छ केपी ओली रवि यिनीहरूको भइरहेछ क्या भने मतलब सबैको भइरहेछ रासपाको सभापतिज्यूले त अब के भन्छ सर आफ्नो भागको तिर्ने कुरा गर्नुभएको छ नि उहाँले ठीक छ ल प्रमाणित हो त्यो त कुनै ठुलो कुरै हैन नि यार के भनेको ल उले ल यदि ल उले सरकारीको लिएको रहेछ भने प्रमाणित भयो भने तिर्न त पाउनु पर्यो नि तर एउटा कुरा चाहिँ के भने रासपाको सम्पूर्ण साथीहरु हुनुहुन्छ या जो आउनु भएको छ उहाँलाई एउटा कुरा चाहिँ मान्नुपर्छ एउटा नयाँ यो चान्स हो यो नयाँ मौका हो हैन रवि दाइले नै सुरुवात गर्नुभएको उहाँलाई फेरि आरोप योतापति अलि नलगाम तर के छ भने केही न केही रूपमा त ठिक छ त्यो पनि मान्ने भयौँ तर यहाँबाट चाहिँ आउँदो दिनहरूमा चाहिँ केही हाम्रो हैन जनजीवनमा नभए पनि भान्सामा या समाजमा
थोरै परिवर्तन आइदियो भने त त्यो अवश्य माफीको लायक छ। तर त्यो हुन गएन भने अब मानिलिउँ न, एउटा फेरि मैले सरोजलाई यो कुरा के सम्झाउन चाहेँ भने सरोजलाई भन्दिनँ, राष्ट्रपतिका साथीहरूलाई सम्झाउन के चाहन्छु भने हाम्रो सरोज ठिक छ, एउटा अनुरोध के गर्न चाहन्छु भने 52-53 जुन आन्दोलन भयो नि, त्यसपछि माओवादीहरू म्यासिभ रूपमा ठुलो पार्टी रूपमा आउनुभयो होइन। 64 सालमा दुईवटा चुनावमा तपाईँहरू जानुभयो होइन। त्यस पछाडि नाकाबन्दीबाट केपी ओली सर यस्तो मजाले उदाउनु भयो कि उहाँले ठुलो पार्टी बनाएर दिनु, 2टा चुनावमा उहाँहरू जानुभयो। अहिले पनि राष्ट्रपाललाई यो दिएको छ, यो आन्दोलनले यो दिएको छ होइन। अब यो कुरालाई चाहिँ अब यसरी नै उयो गर्ने भने त अर्कोचोटि त कहाँ खोज्ने फेरि होइन। त्यो कुरालाई ध्यान दिनु भन्छु म हामीलाई चाहिएको परिवर्तन हो त्यो होस्। मैले एउटा थोरै सेगमेन्ट बनाएको छु, अब सोध्ने कुराहरू कतिपय कुराहरू अब अर्को सिजनमा छ, हामी अर्को सिजनमा जाउँला। मैले यहाँ अलिकति के छ भने केदार सर र हाम्रो सरोजलाई के भन्छ चुज वान भन्ने थोरै एउटा सेसन बनाएको छु। त्यसमा चाहिँ तपाईँहरूले किन या तपाईँलाई के लाग्छ त्यो राख्न भन्नुहुन्छ। म भन्न पाइन्छ छोटकरी म सुरुवात कोबाट गरौँ दुईजनामा? ल उताबाट गर्नु पऱ्यो है, त यसरी आउनु पऱ्यो होइन। सरोजबाट चाहिँ मैले गर्नु पऱ्यो। सरोज के छ यस्तो कि म तिमीले दोलाखालको अध्यक्ष भएर काम पनि गऱ्यौ होइन, प्रोग्राम गऱ्यौ या विभिन्न अरू दोलाखालीसम्म जो हुनुहुन्छ उहाँहरूलाई जे आवश्यकता पर्ने या सबैसँग मिलेर काम पनि गरेर अहिले बागमतीको अध्यक्ष छौ। यो बागमतीको अध्यक्ष र दोलखाको अध्यक्षमा चाहिँ तिमीलाई सन्तुष्टि केमा, कुन अध्यक्षमा चाहिँ अलिकति आफूले काम गरे जस्तो लाग्छ? मलाई त दोलखाकै लाग्छ। दोलखाको लाग्छ किन त्यस्तो केही? दोलखा भनेको यस्तो हो क्या, अब यो बागमती बेकार बनाएको छ कि तिमीलाई? बागमती प्रदेश चाहिँ तिम्रो दोलखाली समाजमा आएर नै यो के अरे बागमती प्रदेश हामी आफैले स्थापना गरेको हो होइन। म आफै लगायत 2-4जना साथीहरूले स्थापना गरेको हो। मेरो पहिलो यहाँ कोरियामा सामाजिक काम अहिलेसम्मको योसँग खुर्किलो भनेकै दोलखाली समाज हो। र भनेको म यिनीहरू अरू समाजभन्दा पनि आफ्नो जिल्लाका समाज चाहिँ चाहिन्छ। दोलाखाली समाजमा नजिक छ होइन। अनि के छ दोलाखाली समाज अलिक को अध्यक्ष रूपमा जुन अहिले रोज्यो नि तिमीलाई, यो रोज्छौ कि कोरियाको श्रमिक के रोज्छ तिमी? म कोरियाको श्रमिक रोज्छ है, नत्र त गाह्रो छ। ओके, मैले तिम्रो दीपक बोहरा दाईसँग तिमी नजिक छौ धेरै नै, त मलाई पनि राम्रोसँग थाहा छ होइन होइन। होइन तिमी के छ दीपक बोहरा दाई माननीय कि तिमीहरूको उपसभापति माननीय डिपी अर्याल कसलाई रोज्छौ? यसमा त अभियसली दीपक दाई नै किन? त्यसमा त्यो धेरै डिपी अर्याल धेरै त्यो गर्नै पर्दैन त्यो, किनभनेदेखि अब ठिक छ त्यसमा उही छैन। अब नजिकको हिसाबले नै भन्यो, सबै कुराले पनि भन्यो। डिपी दाई त आफ्नो ठाउँमा रेस्पेक्टमा जसरी हुँदै हुन्छ दाई नै हुनुहुन्छ। मैले डिपी सर यसपालि गिरियामा आउने धेरै हल्ला थियो नि, के भयो कता चिप्लायो? त्यो बाहिरकै हल्ला हो, हामीलाई पनि अब त्यस्तै हल्ला नै सुनेको हो त्यो डिसिजन। तिमीले त हल्ला सुनेको होइन, अब हामीले चाहिँ हल्ला सुनेको हो। केही छैन। के छ यो राष्ट्रपाले यो सङ्घीयता सम्बन्धी के धारणा राख्छ? के छ तिमीलाई, तिम्रो विचारमा के छ? मेरो विचारमा त त्यही हो, दाइहरूले पहिलेदेखि भन्दै आउनुभएको पनि उहाँहरूले पनि अब यो सङ्घीयता नै सबै कुरा खारेज गर्नुपर्छ भन्ने होइन होइन, त्यसलाई दिनुपर्छ। तर यसको आकारलाई चाहिँ सानो बनाउने, यसलाई व्यवस्थित बनाउने। उहाँहरूले के चाहिँ भन्नुभएको छ नि, सङ्घीयता संसदलाई चाहिँ खारेज गर्ने कि के भन्ने कुराहरू उठाउनु त्यो छ। त्यो फेरि अब त्यो दुइटै कुरा एउटै त भइहाल्यो नि होइन। मैले चाहिँ अब ठ्याक्कै अब त्यो सबै कुराहरू त अब दाइहरूको अब घोषणापत्र बाचापत्रमै सबै कुराहरू छँदैछन् होइन। अब उहाँहरूले भन्दै गएको, अब सुन्दै राखेको भनौँ न, छेउछेउमा हिँड्दा उहाँहरूले अब आवाज सुनिराखेको, उहाँले भन्दै गरेर हिँडेको चाहिँ यो ठुलो भएको छ, यसलाई छोटो बनाउनुपर्छ, खर्चिलो कम खर्चिलो गराउनुपर्छ, तर जनतालाई चाहिँ वहीँबाट पनि सेवा सुविधा दिनुपर्छ भन्ने खालको कुरा हो। ल अन्तिममा यो एउटा छ, के चुज गर्ने कि नगर्ने के छ? म कि केदार सर? यस्तो नि क्वेसन हुन्छ किन हुँदैन? त्यो त दुवैजना हो नि, कसरी? आफ्नो ठाउँमा आफ्नै महत्त्व छ नि, आफ्नो ठाउँमा आफ्नै महत्त्व छ, र तिम्रो ठाउँमा तिम्रै महत्त्व छ, केदारको महत्त्व छ, यो चुज गरिँदैन। एकचोटि मलाई चुज गरे भने नि के भयो त? केदार सरलाई भएर चुज गरे पनि दुईजना। यस्तो तिम्रो ठाउँमा तिमी नै उत्तिकै छौ, अब केदार सोल्टीको ठाउँमा अझ साथीका हिसाबले अझ तिमी तर ममै गर्न खालको अलिक मिल्छ। केदार सरलाई चाहिँ उहाँ तिमी भन्ने होइन, सरै राखेको छ। काठमाडौँको के अरे छुट्टीमा प्रत्येक क्लबहरू सरजले मलाई घुमाइदिएको छ मजाले, यहाँ जाउँ होइन। राति म भोलि फ्लाइट चाहिँ 3 बजीसम्म हिँडाएको, राति हिँडाएको छ केटाले मलाई।
उहाँलाई रोज्नु भरे मलाई होइन भन्दा हुन्छ है। ठिकै ल ल केदार सरतिर आएँ मैले है त केदार सरतिर आएँ तपाईँ मैले न सेम कुरा तपाईँलाई नै एउटै ल्याएँ इलामको अध्यक्ष कि पूर्वीय नेपालको अध्यक्ष जस्तो के हो भने अहिले तत्काल भन्दा त मेरो अब इलाम सधैँ मनमा छ, नजिकमै रहन्छ। सधैँ मनमा छ। तर एउटा मानेमा मात्रै है फेरि एउटा मानेमा म पूर्वी नेपाल समाज सन्तुष्ट चाहिँ केमा रह्यो क्या सरलाई त्यही त म भन्दैछु जस्तो पूर्वी नेपाल समाजको अध्यक्ष छु अहिले एउटा मानेमा चाहिँ म पूर्वी नेपाल समाजै रोज्न चाहन्छु। अब त्यो माने पनि भनिहालौँ होला है छोटो ठिक छ ठिक छ जस्तो पूर्वी नेपाल समाज भनेको एउटा विभिन्न जातीय संस्थाहरू र 2टा जातीय संस्था र 14वटा जिल्ला संस्थाको नेतृत्व गर्छ। अनि मैले अलिकति आफ्नो अध्ययनको दायरालाई फराकिलो बनाउन पाएको भएर म पूर्वी नेपाल समाज छु। तर इलाम चाहिँ सधैँ मनमा छ। ल ठिक छ त दुइटै तपाईँकै हो एउटा रोज्दा अर्को सत्ता परि नै हाल्छ तपाईँको ल ठिक छ यो तपाईँ अहिले छ नि यो माओवादी छ नि सर माओवादी र अहिलेको नेकपा नै भन्छ होइन तपाईँहरूको यो दुइटामा कुन रोज्नुहुन्छ मैले रोज्दाखेरि नरोज्न पाइँदैन। अनि यो त अब तपाईँ त कम्युनिस्टको एकदम प्रखर हुनुहुन्छ त्यो सिद्धान्त पनि छ मलाई त लाग्छ माओवादी पनि सुरुको माओवादी जुन प्रचण्ड पथ बोकेको थियो त्यो माओवादी भन्नुहुन्छ नि त्यो रोज्छु। ठिक छ होइन तपाईँ त प्रचण्ड सरको एकदम प्रचण्ड पथ भन्ने जुन पार्टीले लिएको थियो त्यो होइन चाहिँ त्यो थाहा छ तपाईँ प्रचण्ड सरप्रति निकै नै धेरै सकारात्मक मान्छे हो त्यो रोज्छु मैले रोज्दा। तर ठिक छ तपाईँको एउटा सुन्नु मन लाग्यो तपाईँलाई सङ्घीयताको बारेमा तपाईँलाई के छ के विचार छ तपाईँको सङ्घीयताको बारेमा केन्द्रको विकेन्द्रीकृत अधिकारहरू तपाईँलाई किन पनि सोध्दैछु अधिकारहरू विकेन्द्रित रूपमा सङ्घमा गएर अभियसली विकासदेखि लिएर अधिकारहरूका विषयमा चाहिँ स्थानीय स्तरमा त्यो तलसम्म पुग्छ। त्यो भएर म सधैँ विकेन्द्रीकरणको पक्षमा हुनुहुन्छ माओवादीको नीति नै भयो त्यो। तर अघि सरोजलाई सोधेको प्रश्नमा अलिकति भन्न चाहिँ मलाई मन लाग्छ फेरि यो अलिकति कता आइहाल्छ आएपछि भन्नु मन लागिहाल्छ है। यो प्रदेश संरचना जुन छ संरचना खारेजी हुनु हुँदैन रहनुपर्छ किनभने म त विकेन्द्रीकरणको पक्षमा भएको नाताले। तर अब त्यहाँ संशोधन गर्ने कुरा जस्तो प्रदेश सभा र प्रदेश संरचना फरक कुरा हुन्। अहिले बाहिरतिर चाहिँ एउटै कुरा हो भनेर जुन प्रचार गरिन्छ नि फरक कुरा हुन्। अब प्रदेश सभाको चाहिँ खारेजीको कुरा रासपाले गरे होला खारेजी नभए त्यसलाई संशोधन गर्ने अहिले 51, 58, 59 कति सदस्य हुने व्यवस्था छ होइन त्यो आवश्यकता अनुसार मलाई लाग्छ कोशीमा चाहिँ 59 छ होइन त्यसलाई चाहिँ घटाएर जस्तो 10-15 बनाउने 8-10 बनाउने यस्तो सरलाई एउटा कुरा सोधिहाल्नु तपाईँलाई होइन तपाईँले एउटा कुरा सोध्नु सङ्घीयताको तपाईँ पक्षधर हो होइन यसमा त म तपाईँहरूको माओवादीको एउटा मूल नीति पनि हो यो सङ्घीयता सम्बन्धी धर्मनिरपेक्षता र सङ्घीयता भनेको तपाईँको विकेन्द्रीकरणको त मूल माने मैले त्यो पनि मैले माने। अनि त्यो भन्दै गर्दाखेरि होइन एउटा फेरि तपाईँलाई सोध्न मन लाग्यो अब तपाईँ पूर्वकै हुनुहुन्छ होइन यो तपाईँ फेरि त्यो खाँटी त्यो माझको हुनुहुन्छ होइन यो कोशी प्रदेश कि किराँत प्रदेश के छ मलाई लाग्छ स्थानीय जुन पछाडि परेको वर्ग समुदाय छ उनीहरूको आत्मसम्मानको लागि पनि किराँत प्रदेश हुनुपर्छ यो तपाईँहरूले यहाँ जुन छ नि पूर्वीय नेपाल समाज भन्नुभएको छ नि होइन कोशी प्रदेश कोशी प्रदेश राख्नु भएको छैन तर कानुनी रूपमा तर उसमा त कोशी प्रदेश नै छ त्यसलाई नै अलिकति जोगाउनुको लागि हो यहाँनिर त्यो गर्नुभएको तपाईँहरूले। यो चाहिँ कस्तो हो भने जस्तो हामीले जुन बेला संस्था स्थापना गऱ्यौँ त्यो संस्था चाहिँ हाम्रो के तर सबै अहिले बागमती भयो होइन लुम्बिनी भयो त्यही नै राख्छु जस्तो यो संस्था हामीले स्थापना गर्दै गर्दा चाहिँ तत्कालीन अवस्थामा विकास क्षेत्र हाम्रो संस्थाको पहिलेको नाम बुझेँ तर तपाईँले किन कोशी प्रदेश राख्न सक्नु भएन भन्नु खोजेको मेरो कुरा भन्दैछु जस्तो हामीले पूर्वाञ्चल के अरे सरकार समाज भनेर गरेका थियौँ पछिबाट सङ्घीयता आइसकेपछि हामीले के गर्यौँ भन्दा यो पूर्वाञ्चल खारेज भइसक्यो नि त अञ्चल नेपालमा खारेज भइसक्यो त्यो भएपछि यसलाई संशोधन गर्नुपर्छ भन्ने कुरा उठ्यो। कुरा उठिसकेपछि नेपालमा चाहिँ अब यसलाई एउटा प्रदेश नामाकरणको विषय प्रदेशले टुङ्ग्याउने भन्ने विषयवस्तु पनि उठिरहेको थियो अनि तीव्र रूपमा आन्दोलन पनि चलिरहेछ। त्यो आन्दोलन पनि चलिरहेको अवस्था हामीले यता नाम पनि संशोधन गर्नुपर्ने एउटा बाध्यात्मक परिस्थितिमा थियौँ हामी। त्यो बाध्यात्मक परिस्थितिलाई चाहिँ हामीले कसरी सेफ ल्यान्डिङ गर्ने भन्ने लामो समय छलफल भइसकेपछि अब यो भोलि अन्तत हामीले प्रदेशको नाम जे रहन्छ त्यो नै रहन्छ। तर यो आन्दोलन हुन्जेल असन्तुष्टि हुन्जेल
जुन दिनसम्म सर्वस्वीकार्य बन्दैन त्यो दिनसम्म हामी सेफ ल्यान्डिङ ए, गर्नुपर्छ भनेर हामीले पूर्वी नेपाल समाज भनेर राखेका छौँ। भने तर पछाडि अन्ततः अब जस्तो सर्वस्वीकार्य भयो भोलि आन्दोलनरत पक्षले पनि स्वीकारेको अवस्थामा हामीलाई स्वीकार्न कुनै गाह्रो छैन। किनभने तपाईँलाई यो तरिकाले किन सोधेको भने तपाईँ विकेन्द्रीकरणमा संहितामा पक्षधर भएकोले गर्दाखेरि मैले अघि भने नि त्यसको मर्म आत्मसम्मानमा त्यसको किरात मर्म प्रवेश हुनुपर्छ भन्नेमा त्यसको मेरो मत त्यहाँ पनि छ। मर्ममा रहेर कुरा गर्दाखेरि तपाईँहरूले यहाँ चाहिँ एउटा भनौँ न विरोध पनि होइन, त्यसलाई नमानिकन होइन, तपाईँहरूले आफ्नो तरिका लानुभएको छ, ठिक छ। सेफ ल्यान्डिङ भन्नुहोस्, यो तपाईँहरूको एउटा राम्रो पक्ष पनि हो, किनभने ठिक छ विरोधको स्वर उठेन भन्ने त्यसलाई त्यसरी सामाजिक संस्था विवादित बनाउनु हुँदैन भनेर हामीले सेफ ल्यान्डिङ गर्यौँ। हजुर ल ठिक छ। अन्तिममा त्यही सरज कि म के छ त के गरौँ आज यही हो म त एक दुईवटा आउँछ कि भन्ने थियो। होइन ठिक छ। यसमा चाहिँ के गरौँ सर भन्नु त एउटा हिसाबमा जस्तो अघि सुरुमा उठाएको थियो नि यो अविवाहित भएको नाताले अविवाहित भएको नाताले म सरोजलाई रोज्छु भनेपछि यो चाहिँ अब तपाईँले माइन्ड गर्नु होइन ठिक छ। म त सरोजलाई रोजे पछाडि मलाई रोजे जस्तै हो। म त अब के भन्छ बिहे गरेपछि फेरि मेरो धारणा परिवर्तन हुन सक्छ। त्यतिखेर तपाईँ त अब बेहुली पक्षबाट आउनु पर्यो, म त पुरै यताबाट जाने हो। यस्तो तान्ने बेला तपाईँ रमाउनु पर्नुपर्छ त हुन्छ नि एउटा। तर फेरि यस्तो छ, दुईजनै साथी हो, दुईजनालाई बराबर ऱ्याङ्किङमा राखे पनि अहिले मैले लजिक सहित भनेको है सरोज है। ल अब हामी अन्तिमतिर पनि आयौँ। के छ सर सरज केही कुराहरू गरौँ, केही थपौँ, अब अन्तिम सकौँ होइन। अब आउनुपर्छ बिस्तारै बिस्तारै होइन। अब अर्कोचोटि लड्नु गए पछाडि त आउनु पऱ्यो नि यहाँबाट पुरा होइन। यस्तो फेरि मेरो चाहिँ अब मेरो बारेले एउटा स्टाइलले भनेको कि कम बोल्ने काम गर्ने, कामले देखाउने हो। ओके बोलेर पनि धेरै अहिलेसम्म देश बिग्रेकै धेरै बोलेर हो नेताहरूले होइन। त्यो भएर बोल्ने भन्दा पनि बेसी काम गर्ने, बरु के छ यसो खोज गर्ने होइन। अब त्यहाँको समस्या के छन् त्यतापट्टिको त्यस्ता सोल्युसन त्यस्तो खालको कुरा बोल्नुभन्दा भाषण गर्नु। केदार सर के छ अन्तिममा अब जानुभन्दा अगाडि धन्यवाद भने है। हजुर जस्तो तपाईँले हामीलाई यहाँ बोलाउनु भयो, एउटा चाहिँ साथी सुरुमै भन्नुभयो, एउटा हामी एउटा हितैषी भएको नाताले आज कुराकानी बोलाउनु भयो। अब त्यो छँदैछ, प्लस तपाईँले चाहिँ एउटा यो संस्थाको अध्यक्ष भएको नाताले पनि बोलाउनु भएकोले मैले केही कुरा मेरो संस्थाको बारेमा बोल्नुपर्छ कि भन्ने चाहिँ मैले अनुमति चाहन्छु म। र म विगत 10 वर्षदेखि कोरियामा रहँदा विभिन्न सामाजिक सङ्घ संस्थाहरू जस्तो इलामेली समाजको अध्यक्षता गर्न पाएँ। त्यो संस्थालाई अध्यक्षता गरिसकेपछि चाहिँ पूर्वी नेपाल समाजको महासचिवमा एक कार्यकाल गरेर त्यसपछि अहिले चाहिँ पूर्वी नेपाल समाज दक्षिण कोरिया जुन प्रदेश 1 को एउटा प्रदेश स्तरीय संस्थाको अध्यक्षता गरिरहेको छु। हामीले यहाँ बस्दै गर्दा नेपाली समाजमा एउटा संस्था स्थापना गरेर बस्दै गर्दा हाम्रा निश्चित उद्देश्यहरू छन्। ती उद्देश्यहरू हासिल गर्नमा हामी निरन्तर क्रियाशील छौँ र यसै क्रममा हामीले आफ्ना विभिन्न कार्यक्रमहरू पनि गर्छौँ। यस कार्यक्रममा अब पहिलो नम्बरमा त हाम्रो पूर्वेलीहरूको एउटा युनिटी निर्माण गर्ने नै उद्देश्य हो हाम्रो। त्यसका अलावा हामीले चाहिँ स्वदेशमा केही रचनात्मक गतिविधिहरू र मुख्यतः प्रवासमा रहेका विशेषतः पूर्वी क्षेत्रलाई प्रतिनिधित्व गर्ने साथीहरू हाम्रो जुन एरिया छ त्यो एरियाका साथीहरू अप्ठ्यारामा पऱ्यो भने उहाँहरूको उद्धारको लागि र प्लस समग्र नेपाली समुदायमा कोही अप्ठ्यारामा पर्छ भने उहाँहरूलाई चाहिँ एउटा उद्धार गर्नुपर्छ भन्ने उद्देश्यले संस्था स्थापना गरेर सञ्चालन गरिरहेका छौँ। र यो संस्थाले एउटा अब विभिन्न आफ्ना क्यालेन्डरमा भएका कार्यक्रम गर्दै आइरहेको छ र एउटा विज्ञापन जस्तो पनि थोरै सूचना जस्तो म राखिहालौँ। जस्तो हामीले नेपाली नयाँ वर्ष 2083 आउँदैछ, यसको अवसरमा एउटा चाहिँ साङ्गीतिक कार्यक्रम राख्ने भन्ने आफ्नो नियमित गतिविधिमा छ र हामीले नेपालबाट कलाकारहरू पूर्वी नेपाल समाजले नेपालबाटै कलाकारहरू आमन्त्रण गरेर यो वैशाखको पहिलो हप्ता अब हाम्रो छुट्टी मिल्दैन, फेरि सप्ताहन्तमा गर्नुपर्ने हुन्छ, कुनै एउटा डेटमा जस्तो पहिलो या दोस्रो हप्ताको सुरुतिर एउटा कार्यक्रम गर्ने भन्ने प्लानिङ गरिरहेका छौँ र हामी कलाकारहरूको भिजाको प्रोसेसमा छौँ। समस्त आदरणीय कोरियावासी नेपाली समुदायमा फेरि एकचोटि यहाँलाई उक्त कार्यक्रम सफल बनाइदिनु हार्दिक आमन्त्रणसहित यो प्लेटफर्मबाट कार्यक्रमको पहिलोचोटि बाहिर प्रचार गर्दैछु। यहाँभन्दा अगाडि हामीले पब्लिक गरेका थिएनौँ। साथै आजको यो अवसर दिनुभएकोमा विशेषतः हाम्रो अमिर सर एस पोडकास्ट उहाँलाई, त्यसै गरी हाम्रो लाभा मिडियाको सुब्राज गमन सरलाई सम्झिन चाहेँ र
अझ विशेष धन्यवाद मेरो परम मित्र टार्जन मान्तवा र धन्यवाद मेरो मित्र सरोज केसी सबैलाई धन्यवाद दिँदै म चाहिँ मेरा कुरा यति राख्छु। हुन्छ उहाँले प्रोग्रामको लागि पनि हामीलाई इन्भाइट गर्नुभएको छ र सबैजना आइदिनु होला यति भन्दै म यस पोडकास्ट र लाभा मिडियाबाट म टार्जन राई मान्तव बिदा हुन चाहन्छु। हस्त नमस्कार, थ्याङ्क यू। ल सर धन्यवाद। ल थ्याङ्क यू।